अर्जुन सरलाई स्वागत छ। धन्यवाद आविष्कारजी, थ्याङ्क यू। कस्तो भइरहेको छ हजुरको अस्ट्रेलियाको यात्रा, अस्ट्रेलियाको बसाइ? एकदमै अस्ट्रेलियाको बसाइ अत्यन्तै राम्रो छ। म धेरैजनासँग भेट्ने अवसर प्राप्त भयो। एउटा धार्मिक कार्यक्रमको सिलसिलामा यहाँ आउने क्रममा हजुर धेरै जो नेपालबाट आएर दुःख सङ्घर्ष गर्नुभएको छ उहाँहरूलाई भेट्दा आएको पनि 1 महिना बितेछ, पत्तै भएन। अब बिस्तारै जाने दिन पनि आइसक्यो। मिडियामा यत्रो पपुलर फेसलाई कस्तो क्वेसन सोध्ने भनेर म अलिकति नर्भस पनि छु। म सामान्य मान्छे, प्लिज हामी दाजुभाइ। एक्ज्याक्टली। एएनएमसीले आयोजना गरेको आध्यात्मिक बृहत समारोहमा हजुरको उपस्थिति भइरहेको छ। अहिले राधिका दासी सँगै आउनु भएको छ होइन? के छ एएनएमसी, हजुरले कस्तो पाउनु भयो? मैले एकदमै एएनएमसी एउटा अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर जुन बन्दै रहेछ, एकदमै खुसीको कुरा। आज यो परदेशको भूमिमा पनि हाम्रो कला संस्कृति, नेपाल त एउटा सुन्दर देश हो नि त। हामी कलाले भरिपूर्ण देश, अनेकन धर्म संस्कृतिले सजिएको देश नेपाल। आज विदेश आउनुभयो, कतिलाई देश छोड्ने चाहना थिएन, बाध्यताले विदेशमा आएर पनि त्यो खालको संरचना बन्न लागेको रहेछ, बन्दै पनि रहेछ। कैयौँ व्यक्तित्वहरूको सहयोग भइसकेको छ, कैयौँले गर्दै हुनुहुन्छ। र जे छ म यो कार्यको यो ठाउँमा त्यत्तिको बन्ने कुरालाई म गौरवको विषय मानेको छु। म त्यसमा सबैलाई जुट्न पनि आग्रह गर्छु। एक्ज्याक्टली। हजुरले सोच्नु भएको थियो अस्ट्रेलियामा पनि नेपाली कम्युनिटी यति स्ट्रङ छ? यो हजुरको पहिलो पटक अस्ट्रेलिया पहिलो पटक हो। म अन्यत्र देश त गएको छु, तर अस्ट्रेलियामा मैले सोचेको थिएँ अस्ट्रेलियामा यति व्यस्त, अझ अरू देशभन्दा धेरै व्यस्त छ नि त, हुन पनि हो त्यो छ। तर त्यो व्यस्तताका बावजुद पनि नेपाली कम्युनिटीहरू, नेपाली दाजुभाइहरूको जुन समुदाय बनेको छ, जुन एउटा सोसाइटी रहेछ, त्यो देख्दा म दङ्ग परेँ। जुन समाज गएको छु यहाँ, क्यारिबियन समाज, के नाम भन्नै आउँदैन, विभिन्न जिल्लाको समाज होइन, स्टेट हो होइन, अब गाउँदेखिको त्यो जुन समाज रहेछ यहाँ, अभिभावक समाज पनि बनाएर रहेछ होइन, जो प्यारेन्ट्सहरूको पनि छुट्टै समाज, अनि विभिन्न समुदायहरूको। त्यस कारण बेग्लै लाग्यो। एउटा नेपाल मैले यहाँ देख्न पाएँ, छुट्टै नेपाल, नयाँ नेपाल यहाँ देख्नुहुन्छ, नयाँ नेपाल जस्तै नयाँ नेपाल जस्तै देख्न पाउनु भयो होइन? ओके, अर्जुन सरको थोरै म बाल्यकाल कोट्याउन चाहन्छु। कसरी सुरु गर्नुभयो हजुरको बनाउन? क्लास 1 देखि केही जर्नी हजुरको? मेरो चाहिँ फ्यामिलीमा को हुनुहुन्छ भन्ने सुरु गरौँ। सर्वप्रथम त म चितवनको माडीमा जन्मिएको। हजुरलाई यदि थाहा छ भने चितवनको माडी नारायणगढ भरतपुरबाट 36 किलोमिटर, यो चाहिँ हामी पश्चिम जानुपर्छ। पश्चिम चाहिँ मेरो जन्मगाउँ माडी खैरनी छ। खैरनीमा जन्मिएको म। त्यसपछि मेरो स्कुल चाहिँ जुन स्कुल लेभल्सको पढाइ माडीमै बित्यो। म चाहिँ सरकारी स्कुल पढेको। सुरुमा चाहिँ म बोर्डिङ पढेँ केही समय, थोरै 2-3 वर्ष। अहिले घरबाट थोरै डिस्टेन्स थियो, बोर्डिङ पुग्न अलिक गाह्रो। अब साधनको असुविधा भएको कारणले म त्यहाँ आफ्नै घरको आडको स्कुलमा पढेँ। त्यहाँबाट मैले एसएलसी नै थियो, एसएलसी त पछाडि एसएलसी कम्प्लिट गरिसकेपछि भरतपुर आयो। म चाहिँ 67को एसएलसी हो मेरो। त्यसपछि मेरो बाल्यकाल समग्रमा अब नर्सरीदेखि नै भनौँ म अलिकति चतुर अलि बाठो, चकचके। मेरो नामै चकचके राखिदिएको थियो कि होइन, सानोमा मलाई ओ चकचके भन्ने। अहिले पनि कन्टेन्ट बनाउन चकचक गरेरै जानुपर्छ। चकचके स्वभावको थियो। तर चकचक यस्तो खालको स्वभावको थियो कि म अलिकति फरक स्वभाव रहेछु पहिलेदेखि। कसैसँग नडराउने मेरो स्वभाव पहिलेदेखि पनि। सरहरूसँग पनि राम्रोसँग कुरा राख्ने। बिस्तारै अब 1-2 कक्षामा त के थियो र, जब 5-6 कक्षा म 7 कक्षा 7सम्म पुग्न थालेँ, त्यसपछि म एक्स्ट्रा बेग्लै भएँ। म स्कुलमै बाल क्लबको अभियानमा जोडिएँ, रेडक्रसमा अभियानमा जोडिएँ। त्यही पनि म स्कुल लेभलमै। त्यसपछि त्यहाँ कुनै पदमा रहेर पनि काम गरेँ। बिस्तारै स्कुलमै पनि सामाजिक रूपमा क्याम्पेन चल्यो। हामी विद्यालय सरसफाइ अभियानदेखि लिएर विभिन्न क्याम्पेनमा म स्कुलमै जोडिएँ। र त्यतिखेर मलाई मेरो दिमागमा के पर्यो भने सामाजिक कर्म भन्ने पनि थाहा थिएन। नर्मली यस्तो काम गरेँ, सरसफाइ गऱ्यो भने राम्रो हुँदो रहेछ भन्ने टाइपको म्यासेज मैले चाहिँ पाइरहेको थिएँ स्कुल लेभलमै। त्यसपछि म बोल्न चाहिँ खोज्ने है। पहिलेदेखि स्कुलमा वाद विवाद, वक्तित्व कला प्रतियोगिता हुँदाखेरि मैले मेरो नाम टिपाउँथेँ, म बोल्थेँ, स्पिच दिन्थेँ। अब स्कुलको वार्षिकोत्सव, बिरुवाको चिल्लो पात्ने त्यस्तो त होइन होला, तर के हो भने स्कुलको कुनै वार्षिकोत्सव प्रोग्राम होइन, अब स्पेसल डेहरूमा चाहिँ मैले केही आफ्ना स्पिचहरू राख्थेँ। त्यसैले सिक्दै गएँ। त्यो अनि केही जब कलेजतिर आइसकेपछि सहज भएको थिएन। गाउँबाट सहर आएको, हामी सामान्य परिवारको मान्छे, सहर आइसकेपछि धेरै स्टुडेन्ट, म त पब्लिक क्याम्पस पढेको, त्यहाँ सप्तघण्टे क्याम्पसमा करिब 3500 स्टुडेन्टको बिचमा आउँदाखेरि त नयाँ संसार जस्तो लाग्ने भिड छ, स्टुडेन्टको भिड। अनि त्यस्तो ठाउँ थियो। तर सम्भावना मनमा एउटा कुनामा चाहिँ केही गर्छु भन्ने थियो। बिचमा फेरि ठुलो दुर्घटनामा परेँ। कस्तो खालको? यो म बाइकमा थिएँ, गाडीले हानिसकेपछि दुर्घटनामा परेँ। त्यही टाइममा जब म
त्यो फ्र्याक्चर नै भयो कि फ्र्याक्चर खुट्टा पनि अहिले चोट छ है अनि म त्यही टाइममा चाहिँ हामी ग्रेसमा पनि पढ्न गएको थिएँ कि म बारम्बार अहिले अस्ट्रेलिया आएको बेलामा ए हजुर त किन नआएको त्यतिखेर भनेर केही सोध्नु हो ग्रेसमा चाहिँ समथिङ म 10 दिन नै गएर आइएल्स पढाएको छु कि आफ्टर 12 शहीद चोकमा ओके शहीद चोकमा गएर म शहीद चोकमा म यति बेला मैले थोरै ग्रेसको विषयमा हजुरले जोडिहाल्नु भयो त्यति बेला हजुरले पढ्न जानु भएको ग्रेस र अहिलेको ग्रेसमा के भिन्नता पाउनु भयो त्यतिखेर त मैले सुनेको है कलेजमा कम्युनिटीमा कस्तो इम्प्याक्ट कम्युनिटीमा त्यतिखेर पनि राम्रो थियो मैले त्यस्तो सेलेक्टै गरेर जान्छु भनेर गएको होइन मेरो केही साथीहरूले चाहिँ त्यहाँ जानुभएको थियो हजुर अनि त जान्नुहोस् भने म जान्छु भने म केही दिन पढेँ हजुर त्यसपछि मेरो मनमा के हुने म गरेँ त्यसैको केही लगत्तै होला म एक्सटेन्ड पनि परेँ म एउटा जागिर पनि गर्थेँ त्यो टाइममा के जागिर म एउटा अनमोल फिड्समा काम गर्थेँ ओके अनमोल फिड्समा काम गर्ने टाइममा म यता पढ्न पनि गएको थिएँ सम्भवतः अनि बिचमा एक्सिडेन्ट परेँ त्यसपछि म उता पनि गइनँ अनि फी माग्दै हुनुहुन्थ्यो म दिनसरी त्यहाँ एक्सिडेन्ट परेर एक्सिडेन्ट परेपछि रोकिया विदेश आउने सायद म आउँथ्यो होला यतै भइन्थ्यो होला तपाईँ हामी सँगै भइन्थ्यो होला हैन जे होस् रोकिएँ एक्सिडेन्ट भइसक्यो 2-3 वर्ष त्यस्तै राम्रो कजको लागि नै जे हो राम्रै हो होइन जे हो राम्रै हो समग्र रूपमा आजका दिनसम्म एउटा सोसाइटीमा एउटा प्रयास गरेको छु मैले सोसल वर्क गरे भन्दिनँ मैले एउटा देशलाई कर्तव्य पुरा गरेको छु मेरो एउटा जसले आइडेन्टिटी दियो जसले मैले आज नेपाली हुँ भनेर गर्व गर्न पाएको छु अस्ट्रेलिया आउँदा नेपालको पासपोर्ट बोकेर आउनु पाएको छु पासपोर्ट अगाडि नेपाल लेखिएको छ नि त्यो नेपालले मलाई यति परिचय दिएको छ भने त्यो देशमा केही गरौँ है भनेर एउटा नागरिकका हिसाबले मैले आफ्नो कर्तव्य पुरा गरिरहेको छु समग्रमा बाल्यकाल समाजमा अचम्मको तरिकाले बित्यो समाजमा तपाईँले त्यस्तो के कमजोरी देख्नु भयो जसले गर्दा चाहिँ म बोल्नै पर्छ है भन्ने फिल आयो होइन कस्तो भने स्वभाव हो हामीले आफूलाई सबैको आफ्नो भूमिका हुन्छन् समाजमा हामीलाई हरेक भूमिका निर्वाह गर्न पठाइदिनु भएको छ भगवान्ले भनौँ न माथिबाट हामी आएका छौँ कोही डक्टरको भूमिकामा छौँ कोही इन्जिनियरको भूमिकामा छौँ कोही जर्नलिस्टको भूमिकामा छौँ कोही विभिन्न प्रोफेसनमा आबद्ध भएर हामीले भूमिका निर्वाह गरेका छौँ केवल एउटा व्यक्ति चारैतिर बन्न सक्दैन एउटा फुटबल खेलाडी बनेको मान्छे क्रिकेट खेलाडी बन्छु भनेर पनि त सम्भव छैन तर मैले चिनेको अर्जुन भुसाल चाहिँ एडिटिङ पनि आफै गर्ने सोसल भनौँ न एउटा इन्फ्लुएन्सर भए पनि काम गर्ने जर्नलिस्ट पनि बन्ने सोसल एक्टिभिस्ट कसरी भ्याइराख्नु त्यो फरक बाटो म सेयर गर्छु तर जुन तपाईँले म्यानेज गरिराख्नु भएको छ नि होइन सबै कुराहरू एकै ठाउँमा त्यो चाहिँ कुन एनर्जी आउँछ क्या तपाईँलाई कुन एनर्जी भन्दा नसा रहेछ नसा गरी छाड्छु भन्ने एउटा लाग्यो म फेरि यस्तो स्वभावको छु लागेपछि लाग्यो कम्प्लिट गर्छु भनेपछि गर्छु हजुर त्यस कारण यो मनैदेखि लाग्यो मैले आफ्नो एउटा उमेर 12-13 वर्ष बिताएँ म 30 वर्ष 31 वर्षको पुगेँ अब 31-32 वर्षको पुग्ने बेलाको भएँ हजुर मैले 18-20 वर्षको जान्दाको उमेरदेखि तर जोस चाहिँ हजुरको 14-15 वर्षकै त्यो चकचकी होला एनर्जी हुन्छ होइन 30 वर्षमै एनर्जी हराएर नभन्नु न छ एनर्जी तर अबको 12 वर्षपछि त म 40 क्रस हुन्छु नि त अब मैले चाहेर पनि यी मेरा विगतका दिनहरू त मैले पाउँदिनँ नि त त्यस कारण मैले एउटा सोसाइटीको लागि ठुलो कर्म एउटा टाइम छोडिदिएको छु हजुर धन सम्पत्ति त म के दिन सक्छु र म आफै नर्मल आफूलाई सर्भाइभ गरिराखेको छु तर मैले आफ्नो टाइम सोसाइटीलाई दिएर मैले पछिल्लो समय एउटा रोजेको कर्म छ हजुर प्यारेन्ट्स बिन हजुर होमलेस हजुर जसको परिचय छैन सम्झिनुहोस् कि जन्म दिने आमाको हो जन्म दिने बुवाको हो जन्म दिने घर कुन हो हजुर र त्यति मात्रै होइन एउटा बर्थ सर्टिफिकेट पनि नभएका धेरै भाइ बहिनीहरूको जीवनमा खुसी दिने प्रयत्न गरेको छु मैले भन्ने गर्छु क्यान्सर रोग लाग्यो भने दिल्ली उपचार गर्न सकिएला हजुर डोनेसन उठाउन सकिएला हजुर तर बर्थ सर्टिफिकेट नहुनेहरू दिल्ली राजीव गान्धी पनि जान पाउँदैनन् सिमानाबाट रोकिन्छन् आइडेन्टिटी नै छैन नि केबाट जाने कुन आधारले जाने त ऊ दिल्ली एउटा ब्याङ्क एकाउन्ट त खोल्दैन त्यस कारणले मैले सम्झेँ कि समाजमा सबैभन्दा डरलाग्दो कुरा त परिचय बिनाको जीवन रहेछ चाडबाड आउँदा आफ्ना आफन्ती छैन एक्लो जीवन सम्झिनुहोस् त डकुमेन्ट भइदिएको भयो नि फरक हुन्थ्यो जागिर गर्न पाउँदैन ब्याङ्क खाता खोल्दैन घर कहाँ हो थाहा छैन अरूले चाडबाडमा रमाउँदाखेरि उसको लागि चाडबाड छैन केही पनि छैन त्यस्तो खालको जीवन जिएका व्यक्तिहरूसँग नजिक हुने प्रयत्न गरेँ र पछिल्लो 3-4 महिनाको अवधिमा मात्रै करिब हामीले 8-10 जना भाइ बहिनीहरूको परिचय बदलिदिएका छौँ आइडेन्टिटी नै बदलिदियौँ कयौँ हराएका बाहरू खोजेर जिम्मा लगायौँ समग्रमा 10-12 वर्षको यात्रामा गरिएका प्रयासहरू त धेरै नै होलान् 12 वर्ष भयो होइन भयो तर जति अहिले पछिल्लो समय गरिरहेको छु यो प्रयासमा म सन्तुष्ट छु म सबै कर्म त गर्न सक्दिनँ तर मैले नेपालमा आज पनि मेरो दिमागमा के कुरा खेलिराखेको थियो भने अब नेपाल जाने बित्तिकै आइडेन्टिटी बिन मान्छेहरूको कलेक्सन गर्छु कि म उनीहरूलाई आह्वान गर्छु नागरिकता बिन भएर यही देशमा जन्मिएर यही देशमा नागरिकता बिन भएर बसेकाहरूको म चाहिँ उनीहरूको
डाटा कलेक्सन गर्छु। एउटा आन्दोलन जस्तो, आन्दोलन भनेर ढुङ्गाबाट होइन। यो जति पनि हजुरले अपरेसन गर्ने प्लानिङमा हुनुहुन्छ, कति छ टिम मेम्बरहरू? हामी त अहिले मेरो 8-10 जना 9 जना छौँ। 9 जना मेरो साथी। काठमाडौँ अफिस छ। काठमाडौँ अफिसमा 2 जना भाइहरूले हेरिदिनुहुन्छ। म काठमाडौँ बेला बेलामा पुग्दाखेरि मान्छेलाई भेटघाट गर्ने सेड्युल बनाएका छौँ। फेरि सबैले मलाई भेट्न चाहने कारणले स्टाफहरूसँग मात्रै पनि सम्भव नहुने, साथीहरूसित मात्रै। त्यस कारणले साथीहरूले सबैको टाइम लिनुहुन्छ, फोन नम्बर टिप्नुहुन्छ र काठमाडौँ पुग्दा सर आउनु भएको छ भन्नुहुन्छ। अनि म फेरि प्रायः केसहरूमा म आफै पुग्छु। एकजना मेरो भाइ हुनुहुन्छ, उहाँले हेरिदिनुहुन्छ मेन चाहिँ। अब सबैसँग पनि म्याच नहुने र सबैले फेरि यस्ता कुराहरू सबैसँग सेयर गर्न नखोज्ने, यो फेरि अलिकति फरक कुराहरू छ। एउटा कुनै कम्पनीको अफिसको भएको भए फरक हुन्थ्यो, यो प्राइभेसी हुँदो रहेछ, कसैको फ्यामिली इस्यु होइन। त्यस कारण अलि यसलाई चाहिँ तपाईँलाई मात्रै सेयर गर्छु भन्ने धेरै मैले भेटेको कारणले यो छ। समग्र रूपमा म्यानेज गरेको छु भगवानको कृपाले। चलोस् यो यात्रा। 30-31 वर्षको भएँ, कालगतिले मरिन भने अझै 50वटा वर्ष बाँच्छु होला। 50 इयर्स यो समाजमा बाँच्दै गर्दा धेरै बाँच्नुहुन्छ। जति पनि मलाई धेरै बाँच्नु बाबुआमाहरूको तपाईँलाई आशीर्वाद छ होइन, पक्कै पनि लामो समय तपाईँलाई चाहिँ सेवा गर्नको लागि पक्कै पनि उहाँहरूको आशीर्वाद काफी छ। म चाहन्छु धेरै वर्ष बाँचौँ, तर मैले सोचिरहेको अब कम्ती 50 वर्ष त बाँचिएला अब भन्ने कल्पनाले अब 50 वर्षमा धेरै कर्म गर्न सकियोस्, धेरैको जीवनमा खुसी दिन सकियोस्। सामाजिक रूपमा कर्म गर्दा गर्दै अर्जुन भुसाल त काम गर्दा गर्दै बोल्दा बोल्दै सबैले नमस्कार भन्दा भन्दै अस्ताए छ अरे। तपाईँ त एउटा ट्यागलाइन चाहिँ एकदमै भाइरल छ होइन। मैले अस्ति एकजना साथीसँग कुरा गर्दै थिएँ, म उहाँसँग छिटै पडकास्ट गर्छु साथी भनेर। अनि को हो भन्नुभयो, अर्जुन भुसाल। त्यो सबैलाई नमस्तेवाला पत्रकार होइन, हजुरको आइडेन्टिटी होइन। उहाँले त कति धेरैलाई रेस्क्यु गर्नुहुन्छ। इभन फोन हरायो भने अर्जुन भुसाल, सुन हरायो भने अर्जुन भुसाल, मान्छे हरायो भने होइन अर्जुन भुसाल भनेर चाहिँ उसले मलाई अफेयरमा भन्दै थियो कि साथीले। अनि त्यसपछि मैले अलिकति हजुरको बाल्यकाल थोरै आफूले पनि रिसर्च गर्ने चाहिँ प्रयत्न गरेको थिएँ। हजुर माडीमा बस्नु हुँदो रहेछ, अगाडि हजुरले मेन्सन गरिसक्नु भयो। पहिला त्यति बेला पिच बाटो पनि थिएन होइन, हामी हिँडेर आउनु पर्थ्यो। खोलाले गर्दा फेरि हामी नारायणगढ बाबाको बस्नु पनि जान्न भन्ने कुराहरू मैले सुनेको थिएँ कि त्यो दिनहरू चाहिँ कसरी सम्झनुहुन्छ? नै त्यति धेरै त त्यो दिन मैले भोग्नु त परेन, तर केही दिनहरू मेरो लागि पनि कष्टकर छन्। अझ मेरो बुवाहरूले धेरै भोग्नुभयो, अझ मेरो हजुरबाहरूले धेरै भोग्नुभयो। पहाडदेखि स्याङ्जाबाट गोरु गाई धपाएर, 2टा गाई बोकेर, गाई 2 जोडी, एउटा गोरु गाईहरू बोकेर धपाएर पहाडदेखि माडी पुगेका बाहरूको अगाडि हाम्रो दुःख त केही होइन। अब मेरो बुवाले भोगेको दुःख मेरोभन्दा बढी छ, तर मैले साह्रै भोगिनँ। तर मैले किन दुःख मान्छु भने हामी 50-52 सालमा जन्मिएका हौँ। नारायणगढबाट 36 किलोमिटर 36 किलोमिटर परेको मेरो गाउँ होइन, त्यति ओझेल नपर्नु पर्ने थियो, विकासका हिसाबले बढ्नु पर्ने थियो भन्ने लाग्छ। तर अहिले कस्तो छ? अहिले त समग्र रूपमा राम्रो भइसकेको छ। नेसनल पार्कमा चाहिँ पिच बनाएको छैन, अब बनिदियोस् भन्ने कामना हो। अब यो राज्यको प्रक्रिया के छ, तर पछि पहिला त पुल थिएन, हामी गाडामा तर्नु पर्थ्यो, गाडा लिगेर आउनु पर्थ्यो। हाम्रो घरमा खाद्यान्न चामलको व्यापार गर्थ्यौँ कि हामी, धानको व्यापार। गाडा लिगेर धपाएर हामी भरतपुर आएर गएको पनि इतिहास छ, मलाई सम्झना छ। र हामी त्यो रिउ हाम्रो खोला राप्तीहरूमा चाहिँ हामी तर्नु पर्थ्यो। राप्ती त मेरो याद भएसम्म पुल बनिसकेको थियो, तर रिउमा पुल थिएन। र कैयौँ पटक भरतपुर आउँदाखेरि फर्किनु पर्ने, त्यहीँबाट हामी जानुपर्ने अवस्था थियो। आज बिरामी अवस्थामा हामी त केही भएन। माडीले कैयौँ आमाहरूलाई गुमायो, कैयौँ बहिनीहरूलाई गुमायो, बेलैमा उपचार नपाएर गुमायो। आज कैयौँ जनावरको आक्रमणले मेरा गाउँका धेरै मान्छेहरूलाई हामीले गुमाएका छौँ। डरलाग्दो अवस्था थियो। त्यस कारणले पनि अनि त्यो कुराले दुःख लाग्थ्यो। आज सहर नारायणगढबाट राजनीति गर्ने त्यति धेरै मान्छेहरू थिए होइन, पोलिटिक्स गर्छु है राम्रो, अहिले पनि हजुरको उच्च ओहदामा उहाँहरू हुनुहुन्छ। तर त्यतिखेरको समयमा किन बनेन भन्ने लाग्थ्यो। तर अब जब बुझ्ने भयो पोलिटिक्स सबै घिनलाग्दो, समग्र देशै बनाएर रहन्छ। पहिला त मलाई समग्र मेरो गाउँ मात्रै त याद थियो नि त होइन। र जब म सिङ्गो आफ्नो देश बुझ्न थालेँ, घुम्दै गर्दा त जहाँ पनि उस्तै रहेछ, उस्तै बनाएर यो देश त बनाएकै रहन्छन्। नेतृत्वले बिगारे आजसम्म ल्यायो होला। म हिजोका पुस्ताहरूलाई सम्मान गर्छु। उहाँहरू आई थिङ्क हजुरको माडीको जुन 15-20 वर्षको अवस्था र अहिलेको कतिपय दुर्गम क्षेत्रहरू अलमोस्ट सिमिलर। अझै पनि म धेरै गएँ, कालीकोटतिर गएँ, उता धेरै ठाउँ पुगेको छु नि त। पुग्दाखेरि देखेँ कि बिजोग छ। म राजनीतिक नेतृत्वलाई यही आग्रह गर्छु, बनाइदिनुहोस् देश हाम्रै पालामा। आज हजुर जस्तो एउटा राम्रो युवा, शिक्षित युवा यसरी विदेशिएर आज यहाँ आएर कर्म गर्नु परेको छ। आज हजुरको सिप र क्षमतालाई आफ्नै मुलुकमा दिन सक्ने भने के हुन्थ्यो होला। आज यो इन्टरभ्यू यहाँ होइन, काठमाडौँमा तपाईँ र मैले गर्न पाएको भए। गभर्मेन्टसँग धेरै आशा गर्ने ठाउँ चाहिँ अहिले पनि बनिसकेको छैन। हामीले आशा हो गरौँ भन्ने हो, अब गरौँ भन्ने चाहिँ छ। आई थिङ्क अब यत्रो जेनजी प्रोटेक्सन होइन, यत्रो के अरे हजुरको सबै भइसक्यो, प्रोटेस्टहरू भयो, दुनियाँ दिवाना भयो, 76 मान्छेले आफू अकालमै ज्यान गुमाए, शहीद बने होइन।
अझै पनि अलिकति भावुक दुःख लाग्छ त्यत्रा युवा साथीहरूलाई गुमाइयो रक्ताममै होइन स्कुल ड्रेसमा ढले कयौँ आमाहरूको कोख रित्यो कयौँ बुवाहरूको आशा रित्यो हुन्छ नि त एउटा परिवारको सदस्य गुमाउँदा त्यो सम्झिँदा दुःख लाग्छ तर त्यही हो अबका नेतृत्वहरूले लडामाथि नगरिकन उनीहरूको मनोभावना जुन भावनाले उनीहरू आन्दोलनमा सहभागी भए तिनीहरूको सच्चा हामीले उनीहरूप्रति सम्मान गर्ने हो भने देश विकासको अभियानमा सबै एकजुट हौँ नयाँहरू पनि नलडौँ पुरानाहरू पार्टीहरूप्रति भित्र भएका राम्रा मान्छेहरू आउँ पुराना हिजोका नेताहरूले अब एकचोटि विश्राम लिइदिनुहोस् हजुरहरूले आजसम्म गरेका कर्महरूलाई धन्यवाद जति गर्नुभयो हजुरलाई गाली गरेर अब पनि छैन तर अबको बाटो नयाँ पुस्तालाई दिएर यो मुलुक बनाउने अभियानमा जुटौँ 76 जनाको ज्यान गयो कयौँले पहिला विभिन्न आन्दोलनहरूमा मधेस आन्दोलनमा आज तराई आन्दोलनमा विभिन्न ठाउँमा ज्यान गुमाए सिंहको देश त केही समय त स्तब्ध जस्तो भयो नि कहिले कता आन्दोलन कयौँको ज्यान गएको छ त्यस कारणले म चाहन्छु अब ढिला नगरौँ अब 82 साल भइसक्यो अबको 20 वर्षपछि हामी अर्को युगमा प्रवेश गर्छौँ एउटा शताब्दी अन्त्य हुन्छ त्यस कारणले अब यो पनि टाइमलाई लिगेन भने म आज 31 वर्षको भएँ अबको 20 वर्षपछि म 50 गर्छु मेरी छोरी 17 महिनाकी भई अब मेरो छोरी 20 वर्षपछि 21-22 वर्षकी छोरी हुन्छ अबको 20 वर्षपछि पनि मैले मेरो मुलुक देख्न पाइनँ भने मेरो सन्तानले देख्दैन त्यस कारणले मलाई चाहना छ अबका नेताहरू मिलिदिनुहोस् देश बनाइदिनुहोस् म त यति भन्छु कुनै समय थियो हजुरले म राम्रो काम गर्न चाहिँ भनौँ न कुनै अर्थपूर्ण काम गर्न सुरु गर्छु भन्दा चाहिँ कसरी स्टार्ट गर्नुभयो त्यस्तो थिएन यो यात्रा गर्दा गर्दै हो यो लाग्यो नि त गर्दा गर्दै गयो सामाजिक रूपमा मान्छेहरू जोडिन थाल्नु हो फेरि मेरो फ्यामिली यस्तो फ्यामिली हो मेरो बुवा आफै पनि सामाजिक कर्म गर्नुहुन्छ मेरो घरमा प्रत्येक दिन धेरै मान्छेहरू जम्मा भएको देख्छु कि अहिले पनि यो टाइम पनि आज अहिले नेपालको मर्निङ टाइम भयो होला सम्भवतः मेरो घरमा अहिले चिया खाने 10-15 जना मान्छेहरू हुनुहुन्छ मेरो गाउँको घरमा बुवा मम्मी गाउँमै बस्नुहुन्छ अनि प्रत्येक दिन मेरो बुवासँग मान्छेहरू हेल्प माग्छन् यहाँ हजुर गइदिनु पर्यो बोलिदिनु पर्यो हाम्रो घर समस्या भयो भनेर भन्नेहरूको त देख्दा पनि मलाई के तपाईँको प्रेरणा नै मेरो बुवा हो मैले त सधैँ भन्ने गर्छु मेरो बुवा हो मेरो जीवनको प्रेरणा मैले मेरो बुवा आफ्नो जीवनको ऊर्जावान उमेर समाजका लागि दिनुभयो होला कुनै राजनीतिक आस्थामा हुनुहुन्छ म आस्था कोटाउन चाहन्न बुवाको राजनीतिक आस्थाप्रति सम्मान छ तर कुनै आस्थामा जोडिने कुरा हिजोको समयमा सबैको परिवारमा थियो कोही न कोही बुवाहरू कसैसँग जोडिनुहुन्थ्यो तर मेरो बुवा कहिले पनि राजनीतिक पार्टीसँग छु यो मात्रै हो म भन्ने सोच्नु भएन सबैका लागि सम्मान व्यवहार गर्नुभयो र त्यो स्कुलिङबाट म हुर्किएँ त्यो कल्चर त्यो म फ्यामिली ब्याकग्राउन्डमा हुर्केको कारणले पनि म आज गर्वका साथ भन्न सक्छु यो जहाँ छु म आज अस्ट्रेलियाको मेलबर्नमा अहिले हजुरसँग बोल्दै गर्दा भन्न सक्छु यी सबै कर्मको श्रेय मेरो पिताजीलाई जान्छ मेरो बुवालाई जान्छ माताजी त बुवालाई गइसकेपछि माताजीलाई नजाने कुरा छैन बुवा आमा नै यो यात्राको आजका दिनसम्मको एउटा प्रेरणाको स्रोत हो यो सुरुवातकर्ता त्यसपछि अहिले त मेरो श्रीमती प्रिय पूजा हामी सँगै छौँ सबै सँगै छौँ एकदमै रमाइलो छ त्यसरी आइयो गर्छु भन्ने चाहिँ थिएन है यत्रो होला यसरी पुगिएला यस्तो यहाँ अहिले मेलबर्नमा आएर म इन्टरभ्यू संसार त पुगौँला कुनै न कुनै दिन भन्ने थियो पुग्न त पुग्छ मलाई पनि के चाहना थियो घरबाट निस्किँदा 8-10 जनाले हात हल्लाउनुपर्छ भन्ने मान्छे चाहिँ बन्नुपर्छ भन्ने थियो क्या पहिल्यैदेखि नै है होइन यति चाहिँ जीवनमा यति चाहिँ बन्नुपर्छ भन्ने थियो मलाई आशा छ तपाईँको यात्रा एकदमै निरन्तर नथाकिकन होइन धेरै अगाडि बढ्नेछ हामीले अझ धेरै एनर्जेटिक अर्जुन भुसाल अझै सोसाइटीको गुड कजको लागि काम गर्ने अर्जुन भुसाल भनेर हामीले पक्कै पनि देख्दै आइरहेको पाउनुहुन्छ डेफिनेटली होइन अझ टिम अझ ठुलो होस् भोलिको दिनमा विदेशमा अप्ठ्यारोमा परेका मान्छेहरूले पनि तपाईँबाट पक्कै पनि आश राखेका छन् अब मेरो चाहनै रहेछ सर अब विदेशमा कयौँ अल्पत्र छन् अस्ट्रेलियाको सन्दर्भमा कम होलान् तर विभिन्न हाम्रो दुबई कतार मलेसियातिर कयौँ दाजुभाइहरूको अवस्था हो अति गाह्रो छ म उहाँहरूको सन्दर्भमा पनि काम गर्न चाहन्छु तर यसका लागि ठुलो टिम चाहिन्छ नेटवर्क चाहियो खर्चिलो हुन्छ खर्च पनि त सामान्य खर्चले त पुग्दैन अब यसलाई म्यानेजमेन्ट गर्ने कसरी म्यानेज गर्ने भन्ने कुराको अलिकति गाह्रो कुरा हो तपाईँको जुन आँट छ नि मलाई लाग्छ तपाईँले आँट्नु भयो भने नसक्ने केही पनि छैन र भगवानको एउटा कृपाले होइन तपाईँले सक्नुहुन्छ पनि तँ गर म पुऱ्याउँछु तँ आँट म पुऱ्याउँछु भन्ने होइन त्यो चलि पनि आइरहेको स्टेटमेन्ट छ सो मलाई लाग्छ तपाईँले नसक्ने केही पनि छैन जुन एनर्जी बोकेर हिँड्नु प्रयास गर्छु होइन पक्कै पनि गर्न सक्नुहुन्छ अब थोरै अलिकति बिहेको प्रसङ्ग मैले कोटाउन चाहन्छु तपाईँले मैले बिहे गरेको कुरा चाहिँ मलाई दिमागमा चाहिँ पहिल्यैदेखि सेट भएको थियो कि ल यो मान्छेलाई चाहिँ बिहे गरेछ भन्ने चाहिँ मलाई दिमागमा आइरहेको थियो कि अर्जुनजी होइन मलाई लाग्छ तपाईँले नुवाकोटबाट बिहे गर्नु नुवाकोट मेरो थानसिङबाट होइन थानसिङबाट अनि हजुर
मलाई लाग्छ मुगलिनको जाममा Yes, हो। त्यो 7-8 जना बेहुलाहरूको फोटो देखेको जस्तो मलाई त्यो मेरो जीवनको अझै क्लियर चाहिँ भएन मेमोरी, मेरो जीवनको सबैभन्दा स्विट मेमोरी मेरो र मेरो प्रिय पूजाका लागि त्यो हाम्रो स्पेसल दिन पनि हो। हाम्रो लभ म्यारेज पनि थिएन। उहाँको ब्याकग्राउन्ड के थियो पहिला? उनी एनजिओमा काम गर्थिन्, आइएनजिओमा काम गर्थिन्। उनी एचआइभी सङ्क्रमित बालबच्चाहरूको क्षेत्रमा काम गर्थिन्। त्यहाँको त्यो रसुवा र नुवाकोटको प्रमुख भएरै काम गरेकी थिइन्। म उनलाई राम्रोसँग चिन्थिनँ, उनले पनि मलाई चिन्थिनन्। कसरी भेट भयो? सायद म पपुलर थिएँ होला अलिअलि उता, तर तिनको नजरमा म पपुलर थिएँ। यथार्थ हामी दुवैलाई चिन्थेनौँ। हजुर। तर कुनै प्रसङ्गमा एउटा कार्यक्रमको सिलसिलामा भेट हो, त्यसो धेरै कुरा भएको थिएन। अनि पछि कुरा गर्छु भन्ने भयो मैले, अनि त्यसपछि कुरा गऱ्यो। फेरि कोभिडको महामारीमा एउटा कार्यक्रमको सिलसिलामा नुवाकोट आउने बेलामा भेट हो। भेट भएपछि संयोगले उहाँको घर खाना खान पुगियो होइन। मम्मी फ्यान हुनुहुँदो रहेछ, मम्मी फ्यान हुनुहुँदो रहेछ। छोरीलाई थाहा छैन? छोरीलाई थाहा छैन, छोरीलाई थाहा रहेछ मेरो बारेमा। ओए अर्जुन भुषाल भन्दा को अर्जुन भुषाल भन्ने रहेछ, रियल भने सबैलाई थाहा हुन्छ भन्ने पनि त हुँदैन, सबैको आफ्नो हुन्छ। तर अहिले त तपाईँलाई नचिन्ने त्यो त अब अहिले फरक रह्यो, 5 वर्ष अगाडि अलिक फरक थियो। त्यसै मम्मी फ्यान हुनुहुँदो रहेछ। अनि एउटा भाइ थियो, अनि बिहा गर्ने त भन्दाखेरि जिस्काउने भनेर भन्दा त्यत्तिकै के कुरा चल्यो। अनि के कुरा भएको थियो, बिहा गर्ने सोचो भने त अब हामी जतिको मान्छे जिस्केर हुन्न, बुवा आमा फ्यामिली नै बोकेर आउनु तयार छु, मेरो आँट छ भनेर के प्रसङ्गमा भनिदिएको थिएँ। अनि सक्नुहुन्छ भनेर उहाँले सोध्नुभयो, सक्छु भनेर नि मैले बुवालाई आङ्कल भिनाजुलाई लिएर गएँ। कुरा टुङ्गियो। 10 गते गएको थियो। कति समय पछाडि भेट भएको? कति समय पछि? नै त्यो त बिचरा 15-20 दिनमा, 15-20 दिनमा, लगभग 1 महिनाभित्र। कसरी मन पर्यो? मलाई किन मन पर्यो भन्दा त्यो लेखेको हुँदो रहेछ, लेखान्त भनेको नि लेखेको चिज, र मलाई मन पर्यो। एउटा छोरी मान्छे यो सङ्घर्ष गरिरहेको देखेँ होइन। एक न एक बिन्दुमा बिहा गर्नुपर्छ, अब यो टाइम अब यो यति भइसकेपछि हुनै लेखाएको थियो कि त्यो सबै कुरा। अब मैले हजुरलाई चाहिँ यो सबै भनेर पनि सक्दिनँ कि यो हुन लेखेको चिज। म भन्छ चितवनको मान्छे कसरी नुवाकोट, हाम्रोतिरको मान्छे नुवाकोटतिर आएर बिहा गर्ने कमै हुन्छ। अब अहिले त वर्ल्ड वाइड जता नै पुग्ने कुरा भयो होइन। त्यतिखेर अहिले पनि त हाम्रो गाउँमै नेपालमा बसिया छ भने हामी आफ्नै भेगतिर आफ्नै खोजिन्छ नि त। त्यस कारणले अब त्यो कन्डिसन भयो, अब बिहा भयो। अब छोरी पनि छन्, अहिले 17 महिनाको मेरो बेबी छ छोरी, अपूर्वा श्री भुषाल। त्यस कारणले अति आनन्द छ। अब कसरी बिहा गर्न पुग्यो भने लामो छ होइन, यो अचम्मको रमाइलो पल छ। जाममा परियो, जाममा गएको दुलै नै ल्याइन्न कि जस्तो भएको थियो। करिब 17-18 घन्टाको जाममा यताउति परेर लिएर आएँ। राति 2-4 बजे त घर आएँ। त्यति बेला नि कन्टेन्ट छोडिएन होइन? छोडिएन त्यतिखेर हो नि मेरो यो सबैलाई भन्ने पपुलर भएको चिज हो नि। सबैलाई नमस्कार, म अर्जुन भुषाल, आज बिहा गर्न जाँदैछु भनेपछि के हुन्छ होला? टर्निङ पोइन्टै त्यही भयो क्या? यो सबैलाई नमस्कारवाला टर्निङ पोइन्ट चाहिँ त्यो हो। त्यो मेरो सबैलाई अझ परिचित भयो र बिहाबाट पनि कैयौँ मान्छेहरू मसँग थप जोडिनु भयो। यथार्थ हो, यसलाई म स्वीकार्छु। मलाई त्यतिखेर मेरो विवाह हुँदा मेरो सोसियल मिडियामा 4 लाख मान्छेले फलो गर्नुहुन्थ्यो होला, 4 लाख फलोवर्स थियो 5 इयर्स अगाडि। झन्डै तपाईँ 23 लाख, अहिले 23 लाख फलोवर्स हुनुहुन्छ अहिले। अब सोसियल अरू मिडियाहरूमा मेरो त अझ ह्याक भएको आइडियाहरू पनि हो, यी कति ह्याक भएर नयाँ खोल्या हो। त्यस कारण समग्र रूपमा यसरी नै चल्यो, विवाह भयो। अब स्विट मेमोरी छ, त्यसलाई चाहिँ अहिले म डिस्क्राइब गर्न सक्दिनँ। विवाह पहिलेको अर्जुन भुषाल र विवाह पछाडिको अर्जुन भुषालमा के फरक पाउँछ? धेरै फरक नि। अहिले परिवार छ, हिजो अलिकति जिम्मेवारी कम थियो नि त। केवल म बुवा आमाको जिम्मेवारी, बुवा आमाले मेरो सन्तान भनेर बुवा आमाले मेरो जिम्मेवारी पुरा गरिदिनु भएको थियो, मेरो इच्छा चाहना पुरा गर्नु थियो। तर अब त्यो रहेन। म अब एउटा श्रीमतीको चाहना पुरा गर्नुपर्ने श्रीमान बने, एउटा छोरीको बुवा। अलि पछि अब 2 वर्षपछि छोरीका आवश्यकताहरू बढ्छन्। अहिले पो उसलाई धेरै मलाई बाबा भनेर चिन्छ, तर राम्रोसँग बोलाउन सक्दैन। तर 2 वर्षपछि त्यही छोरीले बाबा भन्छ। त्यस कारण अब एउटा जिम्मेवार परिवारको सदस्य बने, अब एक्लो छैन होइन। अब मलाई प्रत्येक दिन परिवार जोडिएको छ, अब एक्लो भइएन, ससुराली घर छ, बुवा आमा हुनुहुन्छ। त्यस कारण विवाहपछि धेरै फरक नै अर्जुन, यो फरक अर्जुन भयो। पहिला आफ्नै तरिकाले हिँड्नु, अझै जिम्मेवार, कर्तव्यबोध, धेरै चिज छ नि। फ्यामिली भइसकेपछि हुन्छ, अब हामी समय दिन पाउँदैन, तर उनले मलाई बुझिदिन्छन्। उनले मलाई कहिले रिसाउँछिन् पनि, भन्छन् समय दिँदो, समय मेरो लागि कहिले दिन्छौ तिमीले भन्छन्। अनि सोध्छु लाइफ यस्तै हो, कहिले परिवारलाई समय दिन नपाउँदा दुःख पनि लाग्छ। तर बानी बिग्रियो होइन, बानी कसरी बिग्रियो, नसा जस्तो भयो कर्म। कसरी फोन गर्नुहुन्छ, पुग्नु पर्यो। अहिले उनले पनि सपोर्ट गर्छन्। फेरि उनी अहिले बेबी बच्चा नहुँदाखेरि मेरो श्रीमती मसँग सँगै हिँड्दिने। राति कोही मान्छे बाटोमा आलुपत्र पऱ्यो भने मसँगै गइदिने, हेल्प गर्ने। अहिले बच्चा भएपछि सम्भव छैन। तर जति 5 वर्ष अगाडिका कर्महरू
आफ्ना कारणले भयो होलान्। तर जब 5 वर्षमा वैवाहिक जीवनबाट जोडिएर यता आएका कर्महरू छन्, म मेरो बच्चा पेटमा हुँदा म विदेशको यात्रामा छु, जापानतिर गएको छु, छोरी जन्मेपछि म चाइना कता कता हिँडेको छु, सायद सन्तान जन्मिँदा पनि एउटा त्यो टाइममा श्रीमानको सपोर्ट हुनु पर्ने टाइममा म 5-7वटा देश यही बिचमा हिँडिसकेको छु। त्यो सपोर्ट होइन, उनले भन्छन् जाऊ कर्म गर, काम गर, तिम्रो यो जीवनै तिमीले यसैमा दियौ, मसँग बिहा गर्नुभन्दा अगाडिदेखि तिमीले गरिरहेको कर्म म कसरी रोक्न सक्छु, गर खुसी भाउ, तर मलाई नि टाइम त छुट्याइदेऊ भन्छ। हुन पनि हो, तर अब नेपाल गएपछि फेरि घुमाउँछु कतै लगेर। भ्याउनुहुन्छ? भ्याउनै पऱ्यो नि, परेन। घुम्न गइरहेको बेला नि फोन आउँछ होइन, कति कति यति धेरै पीडामा गुज्रिरहेको मान्छेहरूलाई भेट्नुहुन्छ, त्योबाट तपाईँले आफ्नो मानसिक स्वास्थ्य चाहिँ कसरी म चाहिँ चाँडै बिरामी हुन्छु जस्तो छ। म अब चाँडै 6 महिना या 3 महिनामा म चाहिँ मानसिक रूपमा परामर्श लिनुपर्ने अवस्थामा पुग्छु कि जस्तो लाग्छ। किन भनेर सोध्नुहुन्छ होला? हजुर, म हरेक दिन रोएका मात्रै फोन उठाउँछु। हजुर, कुनै दिन खुसीको फोन छैन। एउटा मान्छे हो, म पनि त मान्छे हो होइन, मेरो पनि त पर्सनल हेरौँ न, 30 वर्षको उमेरको जिम्मेवारी भन्नुहुन्छ नि बेग्लै छ। 12 वर्षदेखि निरन्तर त्यही म्यासेज, त्यही कल, हरेक दिन दिनदिनैको आँसु मात्रै देखिराख्नु भएको, फ्रस्ट्रेट हुँदैन? कति यो त धानिएर हिँडेको रुवावासी, अब काम गर्दैन, अब सबैको त सम्भव छैन नि त, म राज्य त होइन नि। कतिको रेस्पोन्स गर्न सक्दा फलानाले रेस्पोन्स गर्न भनेको छ, उतिरै कमेन्ट लेखिदिइहाल्छन्, आजकल स्टाटस लेखिदिइहाल्छन्, फलाना त गफ मात्रै गर्दो रहेछ, मलाई रेस्पोन्स गरेन भन्ने हुन्छ। सबैलाई सम्भव छैन। तर खुसीको कुरा तपाईँसँग टिम पनि छ, टिम छ, तर कसरी मैले बारम्बार भन्छु, मेरो टिम छ, मेरो अफिस छ, प्लिज एक्चुअली अफिसमा गएर आफ्नो कुरा सेयर गर्नुहोस्। अहिले पनि म अस्ट्रेलिया बसे पनि मेरो अफिस ओपन छ होइन, अफिस 9 बजीदेखि 5 बजीसम्म खुल्छ। त्यो टाइममा गएर आफ्नो कुरा राख्नुहोस् भन्दा पनि मै कुर्नुहुन्छ कि यो चाहिँ मैले त्यसलाई चाहिँ मेरो कमजोरी जस्तो लाग्छ। मैले मेरो टिमलाई अझै प्रमोट गर्न नसक्या हो कि मेरो टिमको विश्वास अझै उहाँहरूसम्म पुर्याउन नसक्या हो कि त्यो मेरो कमजोरी हो जस्तो लाग्छ। किनकि हरेक ठाउँमा लिडिङ गर्ने मान्छेहरू अगाडि सबैले फेस गरे जस्तो पनि मलाई लाग्दैन। तर मेरो सन्दर्भमा मात्रै त्यो हुनुपर्छ जस्तो लाग्दैन। तर फेरि मेरो कस्तो दैनिक जीवनसँग जोडिएको कुरा, फ्यामिलीको इस्यु भएको कारणले मान्छेहरूले ट्रस्टको लागि भए पनि मै खोज्दो रहेछ कि यो कुनै एउटा बिजनेस भइदिएको भए फरक हुन्थ्यो होला, कुनै कम्पनीको भएको भए फरक हुन्थ्यो होला। तर एउटा प्राइभेसीका कुरा, प्राइभेसी, घरको एउटा आँसुको कुरा, एउटा श्रीमान श्रीमतीको इस्यु, बुवा आमा बिचको इस्यु छ। अब अर्को थर्ड मान्छेलाई सुनाउँदा उसले कतै गएर भनिदिने भोलि केही हुन्छ कि भनेर आउनुहुन्छ। कोही मसँग परामर्श लिन मात्रै आउनुहुन्छ। त्यो हिसाबले पनि मैले सबैलाई मै भेट्न खोज्नुहुन्छ। अनि त्यो मै भेट्दाखेरि मैले टाइम दिन नसक्दा कहीँ रुष्ट पनि हुनुहुन्छ, रिसाउनुहुन्छ। म उहाँहरूलाई क्षमा माग्छु यही पोडकास्ट मार्फत। मेरो इन्टेन्सन गलत छैन। म आजका दिनसम्म कसैले 1 रुपियाँ उठाएर काम गरेको छैन। कुनै हराएका मान्छेहरूको 1 रुपियाँ पैसा म तेरो मान्छे खोजिदिन्छु ले पैसा भनेको छैन। कुनै अफिसमा भेट्टाएर सुन बुझाउँदा पनि मैले लिएको छैन। कुनै पासपोर्ट बुझाउँदा पनि लिएको छैन। 1 रुपियाँ मैले अफिसमा लिएको छैन। स्वेच्छाले कुनै बिरामीहरूको सन्दर्भमा डोनेसन गरेका विषय अलि पहिलासम्म हामी आफैले लेखिदिएर दिन्थ्यौँ, तर पछिल्लो समय हामी आफू पनि लिँदैनौँ। डाइरेक्ट जो बिरामी हो उसैको एकाउन्ट हामीले प्रोभाइड गरिदिन्छौँ, त्यही जम्मा हुन्छ, हामी टच हुँदैनौँ। अनि बिरामीसँग पनि हामी कुनै शुल्क लिँदैनौँ। लाग्ला फेरि बिरामीको पैसा उठायो, भित्रभित्र यिनीहरूको केही पर्सेन्टेज लिएर नो हेर्दा हुन्छ स्टेटमेन्ट आएर। आज होइन 5 वर्षपछि आएर त्यो स्टेटमेन्ट पनि देख्न पाइन्छ। कुनै न कुनै बाहना मात्रै निकालेको देखिन्छ नि त। ट्रान्सपेरेन्सी भएन भने त टिक्दैन। 12 वर्ष पहिला एकदमै पहिला हामी सुरुवातमा थियौँ। कोहीले अब मानव हजुरले इक्जाम्पल डोनेसन दिनुहोस् भनेर हातमा लिन्थ्यौँ, बुझाइदिन्थ्यौँ। त्यो सन्दर्भ फरक थियो। जब म पब्लिक लाइफमा अझ बढी एक्सपोज भएँ, सबैसँग देखेँ, त्यसपछि मैले ह्यान्ड क्यास लिने कामै बन्द गरिदिएँ। अब अहिले हजुरले मानव अस्ट्रेलिया आएको छु, मैले तपाईँलाई 50,000 रुपियाँ दिन्छु भन्नु र यहाँ यो ठाउँमा सहयोग गर्नुहोस् भनेर म लिँदिनँ। बरु त्यहीँको कहाँ दिन खोज्नु भएको त्यहाँको एकाउन्ट नम्बर माग्छु, तपाईँलाई दिन्छु। बरु त्यहाँ एकाउन्ट नम्बरमा तपाईँलाई हाल्न लगाउँछु। बरु नेपाल गएपछि फलानाले सहयोग गर्नुभएको थियो भनेर थ्याङ्क यू भनिदिन्छु कि। रेकर्ड किपिङ चाहिँ एकदमै म त्यो टाइपले काम गरेको छु। अनि पैसाको विषय कस्तो भने जे छ पैसामा छ नि त संसार होइन त। पैसाले सम्बन्ध जोगाउँछ पनि बिगार्छ पनि। मलाई 2-4 पैसा कसैको लिनु छैन। म 1-2 लाख रुपियाँ 2-4 लाख रुपियाँ कमाउँछु। 1-2 लाख होस्टेलबाट पनि आउँछ होला। 2-3 लाख म कमाउँछु। मैले खर्च कटाएर महिनाको 20-50 लाख रुपियाँ जम्मा गर्छु होला। मलाई त्यति भए पुग्यो। मलाई धेरै बन्नु छैन। देश विदेश आउँछु, विभिन्न कार्यक्रममा बोलाउनुहुन्छ, उहाँहरूले व्यवस्थापन गरिदिनुहुन्छ। यहाँ पनि सामान्य जीवन जिउँछु। म अस्ट्रेलियाको मेलबर्नमा आएर होटलमा अहिले स्ट्यान्डर्ड रुम खोज्दै हिँडेको छैन। म स्ट्यान्डर्ड ठाउँमा हिँडेको छैन। म नर्मल जीवन जिइरहेको छु। त्यस कारणले होइन मलाई केही पनि छैन। कति मोज मस्ती अस्ट्रेलिया घुमेको छ, फोटो त हालियो होला बिचतिर गएर। तर म बिचमा गएर पनि खर्च गरेँ। बिचमा गएर रमाइलो हो, जस्ट कसैले लगिदिनुहुन्छ, यसो हेर 2टा फोटो खिच्दा के भएर होइन, त्यति हो। मेरो जीवनै फरक छ। मलाई बुझ्नेहरूका लागि म फरक छु, तर मलाई नबुझ्नेहरूका लागि त म कहिले बुझाउनै सक्दिनँ। मनपर्नेहरूले माया गर्नुहुन्छ, कोहीलाई म व्यक्तिगत रूपमा मन नै नपर्नु पनि सक्छ। कतिका प्रसङ्गमा काम गर्दाखेरि रिसिभी भयो होला। म सबैलाई चिर्न त सक्दिनँ, तर मेरो इन्टेन्सन गलत छैन। म केही गर्न आएको हो,
केही गर्छु पनि फेरि गरिरहेकै छु गर्छु तर साथ सबैको चाहिन्छ। ओके अर्जुनजी थोरै मैले एउटा हजुरलाई एकदमै ट्रमाटाइज नै गर्ने खालको कुनै स्टोरी देख्नुभयो तपाईँले सोसियल मिडियामा पब्लिस गरेको अथवा गर्न नसकेको कुनै त्यस्तो छ कि? छ नि, ट्रमा नै दिने खालको स्टोरी अथवा त्यस्तो त छ कस्तो नि। अब मान्छेको इस्युमा कुनलाई सम्झौँ, छन् थुप्रै छन्, बिजोकै छ मान्छेले दिने। अब हामीले टचर पनि पाउने एउटा कुरा समस्या समाधान गर्न नपाएको पलको एउटा क्षण पनि छ। यी यादहरू छन्। म मानव सेवा आश्रमबाट मेची महाकाली यात्रामा हिँड्दै गर्दा सडक पेटीमा नग्न अवस्थामा भेटिएका आमाहरूको कथा छ कि नग्न अवस्थामा भेटिएका, नबोल्न सकिन्छ, त्यसलाई कसरी ट्याकल गर्नुहुन्छ? कसरी त गाह्रो हुँदो रहेछ। न कसलाई भन्न सकिन्छ, न धरधरती रुन सकिन्छ, न सोसियल मिडियामा त्यस्तो भिडियो भेट्टा हाल्न सकिन्छ। अति गाह्रो हुँदो रहेछ। अब मैले एउटा बर्दिवासमा हो क्या, एउटा आमा नग्न अवस्थामा, अब त्यो सम्झिँदा अहिले म आङ सिरिङ्ग हुन्छ, एकदमै सिरिङ्ग हुन्छ। त्यस्तो दिनलाई अब समाजमा अनेक खालका मान्छेहरू छन् नि त, रेप गरिदिएर फेरि पेटमा बच्चा, त्यो बच्चा कसको हो थाहा छैन, अनि आश्रममा लगेर राखेका घटनाहरू छन्। म रोएको पनि छु सर, यो प्रसङ्गमा भने रोएको छु, आत्तिएको छु, छटपटिएको छु। तर म सानै थिएँ, 2-4 वर्ष अगाडि कुरा होइन। कसलाई भन्ने त्यस्ता छन्, धेरै छन् होइन। मैले अहिले यो यहाँ कोट्टाएर त्यसलाई मैले व्यक्तिको विषय पनि जोड्न चाहिनँ, यसलाई छोडिदिनु। हजुर, मिडिया र स्टोरी टेलिङमा लाग्न खोजिराख्नु भएको जति पनि कन्टेन्ट क्रिएटरहरू हुनुहुन्छ, जति पनि युथहरू हुनुहुन्छ, उहाँहरूलाई कसरी के मेसेज? म उहाँहरूलाई एउटा आग्रह गर्छु, तपाईँले एउटा बाटो चाहिँ रोज्नुहोस्। हजुर, हामी एउटा फिल्ड, तपाईँहरू न्युजको फिल्डमा काम गर्ने अथवा स्टोरीको फिल्डमा काम गर्ने फरक छ कि। मिडिया त मिडिया हो नि त, मिडियामा धेरै कुराहरू छन्। तपाईँले मेन स्ट्रिम मिडियालाई बढी प्रायोरिटीमा राख्न खोज्नुहुन्छ अथवा त्यतातिर लाग्नुहोस् भन्नुहुन्छ कि सोसियल मिडिया नै बढी? नै सबैको आफ्नो लाइफ स्टाइल हो होइन। लाइफमा आफ्नो स्टाइल पनि हो, आफ्नो चाहना पनि, चोइस पनि हो। म सोसियल कर्ममा रमाउँछु। म कुनै दिन कुन नेताले कहाँ के गरे, कुन नेता कहाँबाट निस्किए, कुनमा कहाँ छन्, कुन नेतासँग मिटिङ भयो, कुन प्रधानमन्त्री कसलाई भेट्यो भन्ने विषयको न्युज म कहाँ आउँदैन। म त्यो बाटो मैले रोजिनँ, त्यो बाटोमा सम्भव पनि छैन, म त्यसरी सक्दैन। म सोसियल रूपमा जोडिएँ। मैले एउटा बाटो रोजेँ कि मैले होमलेस मान्छे आज अस्ट्रेलियामा एउटा बाटोमा कसैले केही खस्यो चलाउँदैन नि, चलाउँदैन। एउटा पानीको बोतलले कसैले फाल्दैन नि त। तर हाम्रो नेपालमा अहिले बाटामा 500 रुपियाँ बाटामा खस्यो भने पनि खुट्टा किचेर चारतिर फर्केर गोजीमा राख्छौँ। हाम्रो सोसाइटी आज पनि मनलाई छातीमा राखेर भन्नुपर्छ हामी त्यो सोसाइटीमा छौँ अहिले पनि। मैले नेपाललाई त्यस्तो भन्न खोजेको होइन, तर त्यो रियालिटी हो। आज अस्ट्रेलिया आउँछौँ तर नेपाल पुगिसकेपछि त्यही एउटा करोड पर्ने गाडीबाट बाहिर पानीको बोतल फालेर छा नेपाल भन्छौँ, अनि अस्ट्रेलियाको मेलबर्न राम्रो भन्छौँ कि हामीले। तर यथार्थमा त्यो होइन। नेपाललाई पनि त राम्रो मुलुक बनाउन सकिन्छ। हाम्रो अफिसका कारणले भएका कर्महरूको 2-4 घटना सेयर गर्छु। एउटा स्विजरल्यान्डको नागरिक नेपालको सौरा घुम्न आउनुभएको थियो पटियानीतिर, उहाँको आइफोन हरायो। उहाँ हाम्रो अफिसमा रिक्वेस्ट गर्न आउनुभयो मेरो फोन खोजिदिनुहोस् भनेर। हामीले प्रयास गऱ्यौँ, उहाँको फोन भेटियो, थ्याङ्क यू भन्नुभयो। तर भेटाउन अलिक गाह्रो भयो, कोही एउटा साथीले लिएर जानुभयो, तर उहाँको दिने मानसिकता थिएन। पछि चाहिँ उहाँले हाम्रो प्रेसर देखिसकेपछि अब मलाई समात्छ न होला भन्ने थाहा पाएपछि बुझाउनु भयो। तर एउटा स्विजरल्यान्डको नागरिकले 3 दिनसम्म एउटा फोन आफ्नो हराएको मोबाइल नभेट्दा कति पीडा भयो होला कल्पना गर्नुहोस् त। अनि उसले नेपाली सोसाइटीलाई के सम्झ्यो होला, कल्पना गर। उसले आफ्नो स्विजरल्यान्डमा त कल्पना गर्छ त गर्दैन नि त, मेलबर्नमा त हुन्छ त हुँदैन नि त, एकाध होला आफ्नो ठाउँमा छ। तर नेपालमा एउटा आइफोन जस्तो फोन हराएको छ, यसको हो भन्ने थाहा छ, मिडियामा आइसक्यो तर पनि पब्लिकले बुझाउँदैन। त्यो कन्डिसनमा पनि चेन्ज भयो है। अबको जमाना हिजो जस्तो छैन। आइफोन पनि फेला पर्न सक्छ, जब वाच लगाए फेला पर्छ होइन। सीसी क्यामेराको निगरानीमा समाज छ, बिस्तारै सबै डेभलप भएको छ। नेपालमा कयौँ मोबाइल पसलहरूमा चोरी भएको घटना आउँछ कि त्यहाँ जानु चाहिँ हेर्दै गर्दा लिएर हिँड्नुहुन्छ। उहाँहरूलाई त्यति नलेज पनि छैन क्या क्यामेरा हुन्छ भन्ने कुरा। ख्याल गर्नुहोस् है हो त। त्यस्तो जमाना भइसकेपछि ख्याल गर्नुहोस् है भन्दै कयौँ मान्छेहरूको फेला पर्यो, कयौँले पासपोर्ट फेला पार्नु भएको छ। सम्झिनुहोस् भोलि विदेश उड्नु पर्नेछ, घरबाट साइड गरेर काठमाडौँ निस्किनु भयो, तर बाटोमा पासपोर्ट सहितको झोला हरायो। तर पासपोर्ट भिजा लागेको पासपोर्ट यहाँ छ, साथमा 5000 रुपियाँ नेपाली पैसा छ भने 5000 रुपियाँ पैसाको लोभले हामी त्यो पासपोर्टलाई खोलामा अथवा जङ्गलमा फालिदिन्छौँ, 5000 रुपियाँ गोजामा लिएर हिँड्छौँ। रियालिटी 100%। म यही वास्तविकतालाई चेन्ज गर्न कर्म गरिरहेको छु। मैले रोजेको बाटो यो हो, त्यसकारण मैले यो बाटो रोजेँ। त्यसकारण हजुरहरूलाई पनि मेरो आग्रह, सोसियल मिडियामा
अघि बढ्नका लागि एउटा आफूले कन्टेन्ट कुन पाटोमा काम गर्ने रोज्नुपर्छ। कोहीले सोसियल अवेरनेस मेन्टल हेल्थ सम्बन्धी प्रोग्राम चलाउँदा पनि भयो, त्यही फिल्डमा काम गर्नुहोस्। कोहीले स्टोरी अब कथाहरू आफ्नो क्षमता र इन्ट्रेस्ट अनुसारले जे छ एउटा त्यही पाटोमा जानुहोस्। कोहीलाई इन्टरभ्यू लिने रहर हुनसक्छ नि त, इन्टरभ्यू होइन, राम्रा राम्रा सेलिब्रिटीहरूसित नर्मल पिपलहरूसँग इन्टरभ्यू लिने चाहना होला, त्यसमा जानुहोस्। त्यो पनि होइन मैले नेपालमा भन्ने गर्छु सेलिब्रिटी को सेलिब्रिटी, मलाई कोही पनि सेलिब्रिटी जस्तो लाग्दैन। म त ती बाटोमा बस्नेहरूलाई सेलिब्रिटी मान्छु, जसले मकै बेचेर परिवार चलाएका छन्, जसले टोयलेट सफा गरेर परिवार चलाएका छन्, गिटी कुटेर चलाएका छन्, जसले ठेला धकलेर आज परिवार चलाएका छन्। म उनीहरूलाई रियल सेलिब्रिटी मान्छु। सायद उनीहरू आनन्दले निदाउँछन्, उनीहरू खुसीले निदाउँछन्। तर मै भन्नेहरूलाई नेपाली मिडियाले कसरी कस्ता मान्छे लिएर आयो भने, हुन त वर्ल्ड वाइड यस्तै होला, अलिकति पपुलर भ्युजका लागि अलिकति पपुलर फेसलाई मात्रै लिन्छ। नो, म यसको म चाहिँ उल्टो मान्छे हुँ। भोइ मान्छेका कथाहरू म कसैलाई आग्रह गर्छु, मेरो लागि सम्भव नभएर हो, सम्भवतः मैले नेपालमा पोडकास्टका लागि मेरो अफिस सेटअप भइसकेको छ। म त्यो अफिसमा चाहिँ म आम सेलिब्रिटी लिएर आउँदिनँ। मेरो पोडकास्टमा आम भुइँ मान्छे बाटामा मकै बेच्ने, गिटी कुट्ने र ती गिटी कुटेर पढाइएका बच्चाहरू कहाँ छन्, कोही अहिले MBBS पढ्नेहरू पनि भेटेको छु, 2-4 जना छन्। म उनीहरूको स्टोरी ल्याउन चाहन्छु, जसले आम युवा पुस्ताहरू, आम गरिबीका रेखामुनि बसेकाहरूका लागि प्रेरणा मिलोस्। सम्पन्नहरू त सम्पन्नै छन् नि होइन, स्ट्यान्डर्ड जीवन जिएकाहरू त जिइरहेछन् नि त, तर नर्मल गाउँको मान्छेले कसरी जीवन जियाछ भन्ने देखाउन मन छ। अब मैले गर्न खोजेको पोडकास्ट त्यही हो। म यता अस्ट्रेलिया आएँ, मेरो अफिस लगभग सेटअप छ। अब जान अल द बेस्ट फर म त त्यो एउटा प्रोग्राम, तर मलाई के हो भने बिचमा डर, म अलिक बढी व्यस्त हुने कारणले त्यसलाई कन्टिन्यू गर्न सक्दैन कि भनेर म डराइराखेको छु। हामीलाई पनि यो कन्टिन्युटीको लागि बहुत गाह्रो हुँदो रहेछ। मैले हजुरले ल्याएको प्रसङ्गलाई टुङ्गाएँ। म हजुरहरू सबैजना यो क्षेत्र राम्रो क्षेत्र छ, यो बेस्ट हो। यो सोसियल मिडियामा रम्न सक्नु, यसलाई सही तरिकाले प्रयोग गर्न सक्यो भने बवाल छ। त्यस कारणले आफ्नो इच्छा के छ त्यही अनुसार जानुहोस्। नेगेटिभ कन्टेन्टहरू नल्याउनु होला, क्षणिक भाइरल नहौँ। क्षणिक भाइरल हुनलाई त जे गर्दा पनि भइन्छ, लाखौँले हेर्लान्, तर लाखौँले हेर्नु र 10 जनाले हेरेर 10 जनाले विश्वास गर्ने कुरा ठुलो कुरा हो। बरु अहिले हजुर लाखले हेर्नेतिर नदौडिनुहोस्, अहिले 10,000 मान्छेले हेर्नेतिर दौडिनुहोस्, तर 10,000मा 5,000 मान्छेको मन जित्नुहोस्। तपाईँको लाख जनाले भ्यू होला, तर तपाईँले 1 जनाले त्यहाँ मन पराएन भने तपाईँको कर्म के अर्थ रह्यो। त्यस कारणले 10,000ले हेरुन्, 10 जनाले माया गरून्, त्यो कर्मको मनमा बरु बस लाखौँ मान्छे भाइरल नखोजौँ, समयले बनाउँछ भाइरल। मैले हिजो सोचेकै थिएँ सिनारियो त्यही नै छ, मैले सोचेकै थिएँ टिआरपीको लागि जे पनि म त गर्दै गर्दिनँ। मैले कन्टेन्टका लागि गर्ने हो भने त भन्नुहुन्छ भने यति कन्टेन्ट छ भाइरल बनाउने हो भने थोरै त्यसलाई मोडेर बनाइदिनु पर्छ, बबालै भन्छन्। तपाईँले जुन खिचेको भिडियोहरू नै हजुरको कट गरेर मिलाएर हाल्यो भने त भ्युज त अझै धेरै कति जान्छ कति। म छैन, जस्ताको तस्तै हाल्दिने हो, नेचुरल हाल्दिने हो। तपाईँको त्यो यता एनएमसीको प्रोग्राममा पनि याद गरेको थिएँ कि तपाईँले अन द स्पोट खिच्नुभयो, अन द स्पोट नै पोस्ट गर्नुभयो मोबाइलबाट होइन। यति सजिलैसँगले तपाईँले कसरी गर्न कसरी म्यानेज गरिराख्नु भएको छ समय? फेरि सोसियल मिडिया के रहेछ भने धेरै बनाउन लाएर भिडियो जाँदैन है, यो चाहिँ सबैले जान्दा हुन्छ। धेरै एडिटिङ गरेको, म्युजिक पछाडि ब्याकटोनहरू हालेको, यताउति बनाएको भिडियो जाँदैन। जे रियल हो त्यही खोज्छ। फेसबुकको उसले पनि रियल खोज्छ, यो चाहिँ बुझ्नु होला। फेसबुकको मेटासँग पनि त्यहाँ भने हुन्छ नेचुरल भिडियो एडिटिङ म त्यही गरेर गर्दिनँ नि। आजका दिनसम्म भगवान्को कृपाले मेरो सोसियल मिडियामा कुनै दिन प्रब्लम छैन। अहिले हालेका भिडियोहरू पनि जान्छन्। बरु सुरुमा अस्ट्रेलिया आएर हाल्दाखेरि सुरुमा यो कन्ट्री ठाउँ लोकेसन चेन्ज भएको कारणले कम भ्यू गएको थियो, अहिले फेरि अहिले आइराखेको छ राम्रै। त्यस कारणले म सबैलाई आग्रह गर्छु, असल कर्म गरौँ, असल बाटो रोजौँ। असल बाटो रोज्ने भनेको आफ्नो फिल्ड हो। कोहीले मेडिकल स्वास्थ्य सम्बन्धी म्यासेज देऊ न, पछिल्लो समय रोगका घटनाहरू बढेका छन् होइन, अलिक त्यो सचेतनाको म्यासेज गरौँ, खानपिनका म्यासेजहरू बनाऊ, यस्तो यस्तो खानपिन खाँदा बेटर हुन्छ भनौँ। आफ्नो फिल्डबाट समाजलाई कर्म गरौँ। र अब प्रत्येकलाई भेटेर अवेरनेस दिन सम्भव छैन। यो नै बेस्ट प्लेटफर्म हो, यो ओल्डभरि चलेको बेस्ट प्लेटफर्म हो। यसमा पैसा पनि छ, फेरि प्रयोग गर्न जानियो सोसियल मिडियालाई भने इन्कम पनि हुन्छ र माया पनि पाइन्छ। त्यही माया मैले पाएको छु, थोरै इन्कम पनि पाएको छु। एक्ज्याक्टली। अर्जुनजी अहिले ठ्याक्कै अस्ट्रेलियामा हुनुहुन्छ होइन, अस्ट्रेलियामा तपाईँले सोचिरहेको युवाहरू कसरी बसिरह होला, नेपालबाट के कल्पना गर्नु भएको थियो, के आउँथ्यो दिमागमा, र अहिले यहाँ आएर तपाईँले विभिन्न सहरहरू घुम्नु भयो, आई थिङ्क 3-4वटा स्टेट अलरेडी घुमिसक्नु भयो, के फिल भयो तपाईँले, के डिफ्रेन्स? मैले दुःखी जीवन पाएँ, दुःखी जीवन है। कसैले अस्ट्रेलिया गएर के दुःखी जीवन, बिचरा
यो मानेमा बिचरा भन्छु उहाँहरूलाई आफ्नो परिवारसँग भेट्न पाउनु भएको छैन हजुर होइन अरूको हिसाबले पैसा त कमाउनु भएको छ पैसाको एउटा दुःख गरेपछि यहाँ पैसा पाइन्छ सेफ छ होइन अरू सेक्युरिटीका हिसाबले पनि सुरक्षित छ कर्म गरिया छ खाइया छ तर परिवार बिचको भेटघाट छैन होइन सन्तान अनि अर्को कुरा 18 वर्ष कटेका सन्तान भोलि आफूसँग छैन एकाध परिवारको होला यो चाहिँ एउटा दुःखी जीवन हो अहिले हेर्दा त्यस्तो नलाग्ला मैले आज पनि एउटा दाइसँग कुरा गर्दै थिएँ अबको 20-25 वर्षपछि एउटा ठुलो ग्याप हुनेवाला देखेँ अबको 20-25 वर्षपछि हजुर जो नेपालमा हुर्कियो जो नेपालमा केही टाइम 20-25 वर्ष टाइम बिताएर आयो उसलाई आफ्नो देशप्रति प्रेम छ ऊ थोरै देशप्रति सधैँ रहन्छ उसले नेपाल पनि त बुझ्यो तर यहीँ जन्मिएका बच्चाहरू अब यहाँ त अझै भन्छ अस्ट्रेलियनका उसलाई अझै भन्छ अब यहीँ सिटिजनसिप लिइसकेपछि उनीहरू यहीँको जन्मिए यहीँ सिटिजनसिप भयो अनि उनीहरू यहाँका अझै भए भनौँ न नेपाली मुलका अझै नेपाली मुलको अझै होइन अब तिनीहरूलाई चाहिँ देशको भोलि चाहिँ रहन्न के एउटा उनीहरूको प्यारेन्ट्सलाई रह्यो जो अहिले नेपाल केही समय बिताएर अहिले आउनु भएको छ उहाँहरूलाई देशप्रति प्रेम छ तर यहीँ जन्मिएका बच्चाबच्चीलाई सानो भइन्जेल रहेछ सानो यो स्कुल नगइन्जेल उनीहरू नेपाली पनि बोल्छन् होइन त्यसपछि उनीहरू नेपाली बोल्दैनन् अनि 18 वर्षपछि उनीहरू आफै टाढा हुन्छन् अनि भोलिको दिन त कस्तो रहन्छ के अनि मलाई के पीडा लाग्यो भने बिचारा त्यो मानेमा हो एउटा पुस्ता नै हराउँदैछ के फलानाको खलक हो नि अहिले मलाई शिवलाल भुसालको पनाती हो भन्छन् कि अहिले मलाई मेरो हजुरबा डुन्डीराज भुसाल मेरो बुवा कमल भुसाल म अर्जुन भुसाल म शिवलाल भुसालको नाति भनेर आज पनि मलाई समाजमा चिन्छन् भने तर अब यता आउनेलाई त्यो रहेन उनीहरूकै परिवारमा थाहा होला तर अरूले चिन्दैन यही बिचमा कम्युनिटीमा नेपालीहरू बिच त्यति धेरै नजिक भएको पनि देखिनँ कार्यक्रमको सन्दर्भमा होला सबैको व्यस्त लाइफ छ त्यस कारणले देशलाई म आग्रह गर्छु उहाँहरू देशमै केही गर्न चाहने पुस्ता हुनुहुन्थ्यो जो जानेका कोही इन्जिनियर अहिले सुने नेपालका कयौँ राम्रा इन्जिनियरहरू यहाँका ठुल्ठुला कम्पनीहरूमा काम गर्दो रहेछ गभर्मेन्टमा पनि होइन डक्टरहरू हामीले हाम्रा मान्छेहरू गुमाइसक्यौँ पढेका एउटा जेनेरेसनलाई आज विदेश पठाइसक्यौँ भने अब कसरी होला भोलि देशमा जनसङ्ख्या घट्छ हेर्नुहोस् च्यालेन्जिङ छ एउटा पुस्ता हराउँदैछ हजुर नेपाल जानुहुन्छ हेर्नुहोस् म हजुरको इक्जाम्पल दिन्छु सम्भवतः देशै आउनुहोस् उतै बसौँला उतै गरौँला त्यही चाहना छ तर कथम कदाचित भोलि हजुरले सिटिजनसिप लिनु होला यहीँ बस्नु होला भोलि तपाईँको सन्तति होलान् बच्चा होलान् तपाईँको बच्चा यहीँ जन्मेपछि उसले नेपाललाई त्यति धेरै प्रायोरिटी दिँदैन एउटा हजुरलाई जति हुन्छ उसलाई हुँदैन हुन्छ देशको अनि त्यसमा हजुर भइन्जेल हजुर नेपाल जाने आउने हुन्छ हजुरको उमेर भइन्जेल त्यसपछि हजुरको जन्मेको सन्तान ग्याप बढ्यो त्यसपछि नेपाल हुन नि त्यसपछि के हुन्छ नि नेपाली मूलका अझीहरू हुन् जो भुटनिज नेपालीहरू भन्छौँ नि भुटानमा गएर आएर बस्नु भएको छ उहाँहरू त्यस्तै भएको कारणले एउटा ठुलो पुस्ता हराउँछ ठुलो परिवारको विरासत हराउँछ त्यो विरासत ग्याप हुन्छ अनि हिजोका हजुरबाहरू पनि बित्नुहुन्छ तपाईँ हामी पनि बित्छौँ अनि हाम्रा सन्ततिले मुलुक पनि भोलि भुल्यो भने त्यो दुर्गामी असर पर्छ त्यसैले त यी एनएमसीका अभियानहरू यहाँ कला केन्द्रहरू बन्ने यी केन्द्रहरूले हामीलाई नेपालसँग कनेक्ट गर्छ संस्कृति देखाउन त्यस कारण म बारम्बार भन्छु दुःखी जीवन छ व्यस्त जीवन छ परिवारलाई चाहेर पनि समय दिन पाउनु भएको छैन बच्चालाई चाहेर पनि समय दिन पाउनु भएको छैन बुढाबुढीको भेटघाट पनि समयमा छैन नेपाल जाउँ भने पनि सम्भव छैन यहाँ घर किनेर क्यार्ने घरको पनि त तिर्नु पर्यो मोर्गेज हो कि के भन्छ होइन तिर्नु पर्यो त्यसपछि यिनै कुराले गर्दा चाहन्छु भनेको मान्छे पनि अड्किन्छ अनि सन्तान जन्मियो अब सन्तानका लागि 18 वर्ष होइन उसलाई त अब त्यतिन्जेल त गराउनु पर्यो अनि सन्तानको माया डोराउँछ आफै 35 वर्ष पुग्या हुन्छ फेरि 18 वर्ष सन्तानका लागि भने 18-20 वर्ष जान्छ अनि सन्तान एउटा आफ्नो बाटोमा रमाउँछ फेरि घरकै बाँकी के रहन्छ अझै पनि लेनदेन ऋण रहन्छ ठुलो एमाउन्ट हो बिग एमाउन्ट हुन्छ सामान्य पनि $3,3500 महिनाको तिर्नुपर्छ अनि त्यो लाइफ जिउँदा 50-55 वर्षको भइन्छ 55 वर्षपछि देशमा गएर के गर्ने त त्यो ग्याप हुन्छ अनि गाउँमा चिन्ने मान्छे पनि हुँदैनन् होइन कोसँग भुल्ने अनि यहाँको सिस्टममा हुर्किराखेको छ यहाँको सिस्टम रहन्छन् यहाँ त मेल गरेका भरमा काम हुन्छ नेपालमा सरकारी कार्यालयमा गएर कुर्दा पनि काम हुँदैन 3 दिन फर्किनुपर्छ अनि त्यो कल्चरमा ऊ बस्नै सक्दैन 15 दिन जाला 15 दिनमा उसले आफ्नो आफन्ती भेट्छ यहाँ जाने मान्छेले 15 दिनमा आफ्नो आफन्ती भेट्ने 16 दिन पनि त्यही आफन्ती कहाँ गएर भएन त्यसपछि 15 दिनपछि उहाँलाई नै बोरिङ लाग्छ त्यसपछि उहाँ होइन बरु उतै जान्छु भन्ने हिसाबले आउने धेरैजनाको यो हामीले यो यथार्थ अर्जुनजी अब यस पछाडि चाहिँ तपाईँ अब लगत्तै पर्सि फर्किँदै हुनुहुन्छ पर्सि चाहिँ म एडिलेड जान्छु एडिलेडबाट सिडनी गएर नेपाल जान्छु नेपाल जानुहुन्छ होइन सो अब यस पछाडि चाहिँ नेपाल गएर तपाईँले कस्तो खालको मेसेज दिन चाहनुहुन्छ स्टुडेन्ट्सहरूलाई म स्टुडेन्टहरूलाई युवाहरूलाई म त
अस्ट्रेलिया कस्तो रहेछ के भन्न चाहनु? म चाहिँ +2 दिएर अस्ट्रेलिया आउनुहोस् कसैलाई भन्दिनँ, मैले बुझेको कुरा। हजुर, थोरै उमेरका हिसाबले पनि परिपक्व उमेर हुँदैन। हजुर, 15-16 वर्षमा अहिले एसी प्रायले दिनुहुन्छ। +2 कम्प्लिट गर्दा 18 राखौँ, 18 इयर्स। 18 इयर्समा म विदेश आउन कसैलाई पनि आग्रह गर्दिनँ। कम्ती 22 इयर्स पछि 20 वर्ष क्रस भनौँ न, 20-21 वर्ष मास्टर डिग्री चाहिँ कम्प्लिट गरेर ब्याचलर डिग्री कम्प्लिट गरेर आउनुभयो भने चाहिँ राम्रो हुन्छ भन्ने मैले बुझेँ। तपाईँहरू 4 वर्ष बस्नुभयो भने उमेर पनि एउटा परिपक्व हुन्छ। अहिले के छ भने सानसानो भाइ बहिनी, सानसानो बहिनीहरू नै हुनुहुन्छ नि त, 16-17 वर्षको, एउटा आधै उमेर भनौँ न। म 30-31 वर्षको भएँ, 16-2 32 वर्षको, म आधा उमेर, मेरोभन्दा आधा उमेर पछिका बहिनीहरू अहिले एसएलसी दिएर अस्ट्रेलिया आउन सक्ने अवस्थामा हुनुहुन्छ, 18 वर्षमा हुनुहुन्छ। तर उनीहरूको दिमाग परिपक्व छैन, हुँदैन के, समयले बनाउने हो भनिन्छ। हिजोका मेरा बाबाहरूले 12-13 वर्षमा काम गरे भनेर पनि त भएन। त्यस कारणले मेन्टल रूपमा पनि अहिलेको सोसाइटीमा हाम्रो खानपिनले गर्दा पनि हाम्रा हरेक कुराहरू फरक छन्। त्यस कारणले म आग्रह गर्छु प्यारा भाइ बहिनीहरू, साथीहरू, सबैजनालाई मेरो अनुरोध, मिल्छ भने हजुरहरू चाहिँ ब्याचलर नेपालमा सकाएर मास्टरका लागि यहाँ आउनुहोस्। त्यसपछि लामो समय तपाईँहरू दुःख गर्नु पनि पर्दैन। मास्टर कम्प्लिट गरिसकेपछि त्यही अनुसारको आफ्नो स्किल के छ, कुनै एउटा सब्जेक्ट हुँदैछ त्यही अनुसार भोलि यहाँ सिटिजनसिपै लिएर बस्ने हुनुभएछ भने चाँडै बन्ला होइन। तर नेपालबाट आउनुहुन्छ, +2 दिने बित्तिकै आउनुहुन्छ, कलेजको फी, नेपालबाट लगानी गरेको पैसाको प्रेसर कति गाह्रो पर्छ। त्यो उमेरमा तपाईँहरूलाई पर्ने लोडले धेरै भाइ बहिनीहरू अहिले डिप्रेसनमा, सुसाइड गर्ने अवस्थामा पुगेका घटना र कैयौँ बच्चाहरूले सुसाइड गरेका घटनाहरू पनि कता कता देखिन थालेका छन्। यो एउटा दुःखद कुरा हो। एउटा आमाले 9 महिनासम्म कोखमा राखेर यो सुन्दर संसारमा जन्म दिएको आफ्नो छोरी, एउटा छोरा अकालमा परदेशको एउटा कोठामा आज मृत फेला पर्नु दुःखद हो। म बिन्ती गर्छु सबैजनालाई, यो राज्य, यो शैक्षिक परामर्श संस्थाहरूलाई पनि मेरो आग्रह, राज्यको निकायहरूलाई, दूतावासलाई, यहाँका कन्सुलर अफिसहरू सबैलाई मेरो अनुरोध छ कि आइसकेका बच्चा अब आइसके, उनीहरूलाई रोक्न पनि नसकेला, तर उनीहरूलाई अलिक बढी परामर्शका कार्यक्रमहरू लगिदिनुहोस्। कता कम्युनिटीमा लगेर हुन्छ कि कता लगेर हुन्छ, उनीहरूलाई पर्सनल रूपमा भेटेर सम्भव हुन्छ कि होइन, 10-15 जनाको ग्रुप बनाएर भेटेर सम्भव हुन्छ कि अलिकति ट्रेनिङ दिएर उनीहरूलाई काउन्सिलिङ दिनु जरुरी मैले देखाएको छु। व्यस्त जीवन छ, भागदौडको जीवन छ होइन, सेयर गरेर बसेका छन्, खर्चिलो जीवन। धेरै भाइ बहिनी मैले भेटेँ, दाइ पीडा अब गाह्रो भयो दाइ भन्ने भाइ बहिनीहरू भेटेको छु। तर उनीहरूले भन्छन् नेपालमा नभनिदिनुहोस् है दाइ, नभनिदिनुहोस् है भन्छ। कति कैयौँ भाइ बहिनीहरू, साथीहरू, भाइ बहिनीहरूले दाइ भो भेट्दिनँ, मेरो त दुःखी जीवन छ, भोलि आमा बुवाले थाहा पाउनु भने झन् पिर मान्नुहुन्छ भनेर भन्नेहरू पनि मैले भेटेँ। त्यस कारण समग्र रूपमा म आग्रह गर्छु, आइसकेकाहरूलाई नआत्तिन आग्रह गर्छु। समय बलवान छ, समय आउँछ। हामी जन्मिएर 20 अलिकति हो, जन्मिएर 20 वर्ष पुग्न पनि त 20 वर्ष कुर्नु पऱ्यो नि त होइन। अस्ट्रेलिया आउँदैमा भोलिपल्ट प्रगति गरिँदैन। त्यस कारण अरू दाइहरू, सिनियर दाइहरू हुनुहुन्छ, यहाँ विभिन्न सङ्घ संस्थाहरू छ, आपत पर्दा सङ्घ संस्थाहरूलाई गुहार्नुहोस्। राजदूत एम्बेसी छ, विभिन्न निकायहरू छ, हजुरहरू आएकै आफ्ना कन्सल्टेन्सीहरू छन्, उनीहरूलाई गुहार गर्नुहोस्। गुहार गर्दा गर्दै भएन भने फेरि कता के गर्ने, हामी पनि जोड्यौँला। तर हजुरहरूले अकालमा आफ्नो जीवन त्याग्ने यो दुःखद निर्णय कसैले पनि नगर्नु होला। सङ्घर्षपछिको सफलता आउँछ, स्वाद छुट्टै हुन्छ। त्यही हो, अलिकति अपरिपक्वताले गर्दाखेरि त्यस्तो भएको हो। त्यस कारणले नेपालबाट पठाउने कन्सल्टेन्सीहरूलाई पनि मेरो आग्रह, ती बच्चा बच्चीलाई हजुरले आइएल्स पढाउँदै गर्दा 1 घन्टा त्यो पढाउनुहुन्छ भने आधी घन्टा यहाँको स्ट्रगलका बारेमा, यहाँ दुःखका बारेमा पनि छुट्टै क्लास, सङ्घर्षको 1 घन्टा आइएल्सको होला, आधी घन्टा चाहिँ सङ्घर्षको क्लास राखिदिनु भयो भने उनीहरू अलरेडी नेपालमै प्रिपेयर भएर मेन्टली एकदम प्रिपेयर भएर आउन सक्छन्। यो बिजनेस कुनै पनि परामर्श सङ्घ संस्थाले बिजनेसका रूपमा भन्दा पनि यो सेवा हो। कुनै एउटा विद्यार्थी युनिभर्सिटी गएर पढ्न चाहने उसको सेवा गर्नु भएको छ, हजुरको एउटा कन्सल्टेन्सी मार्फत भएको सेवालाई म सम्मान गर्छु। तर हजुरहरूले एउटा के जोडिदिनु पऱ्यो भने आइएल्सको क्लास 1 घन्टा भने जस्तै 20-30 मिनट चाहिँ छुट्टै उनीहरूलाई एउटा एक्स्ट्रा अवेरनेस जस्तो क्लास, अस्ट्रेलिया गइसकेपछि यी कुराहरू ख्याल गर्नुपर्छ नात्य भन्ने हिसाबले कन्भिन्स गर्ने क्लास नेपालमै 2-3 महिना हामीले दियो भने उनीहरू अलरेडी प्रिपेयर भएर आउँछन् अनि यहाँ त्यो दुःखद घटना घट्दैन कि भन्ने हो। यही नै छ समग्रमा चाहिँ अस्त जीवन, व्यस्त जीवन, तर व्यस्तताका बिचमा पनि धेरैले प्रगति गरेको भेटेँ, धेरैले सुन्दर भविष्यको यात्रा तय गरेको देखेँ। कैयौँ नेपालीहरूको उदाहरण यहाँ यस्तो देखेँ कि वाउ गर्नुपर्ने देखेँ। अनि मलाई एक मनले पछुतो भयो, यस्तो मान्छे त अब नेपाल जानुहुन्न होला है भन्ने सोचेँ कि उहाँहरूले यहाँ गरेको प्रगति, त्यस्ता मान्छेहरूलाई नेपाल लान सकियोस्, आफ्नो माटो बनाउन सकियोस्। त्यो देश बनाऊ, त्यो माटो हो, आफूलाई जन्म दिने माटो। आशा छ छिटै नै यो पोलिटिकल कुराहरू पनि सबै चिज राम्रो होस् नेपालमा, र यहाँका राम्रो मान्छे जाने अवस्था रहोस्। हजुर, पक्कै पनि। अर्जुनजी, अहिले थोरै चाहिँ मैले एउटा चिट बनाएको छ, यहाँबाट तपाईँले पिक गर्नुपर्ने हुन्छ। यहाँ व्यक्तिको नाम लेखिएको छ, सो उसको विषयमा चाहिँ एक वाक्य। व्यक्तिको नाम लेखिएको छ? हजुर, यो भन्नुपर्ने हो? भन्नै पर्यो सर। कस्ता खालको मान्छेको विषय?
तपाईँले हेरेपछि नै थाहा पाउनुहुन्छ। ओहो यो हजुरले मलाई त अचम्म त्यति धेरै टफ छैन यो ह्यान्डराइटिङ। ओहो प्रचण्डको पो आएछ मेरो सुरुमै प्रचण्डको आयो। तपाईँ चितवनकै मान्छेलाई एकदमै प्रचण्ड हजुर एउटा युगको नायक। म त उहाँलाई कस्तो नि वाउ होइन प्रचण्ड भन्ने बित्तिकै हामी प्रचण्डलाई देख्दाखेरि कस्तो पहिला एकताका वाउ लाग्थ्यो। हजुर अहिले पनि उहाँले गरिरहनु भएको छ तर ठुलो चान्स उहाँलाई आम नागरिकले दिनुभएको थियो तर कता कता कसका कारणले गुम्यो मलाई थाहा छैन। तर हिजो प्रचण्डले त्यो बेलामा सही तरिकाले नेतृत्व अथवा व्यवस्थापन गर्न सकेको भए उहाँले 2/3 सरकार बहुमत पाउनु भएको थियो। त्यो एकताका त्यो सबै कुरा सम्भव थियो। सायद आज प्रचण्डले त्यो बेलामा सही तरिकाको व्यवस्थापन गरिदिन सकेको भए आज 20 वर्ष पनि कट्यो होला, आज देश अर्कै ठाउँमा पुग्थ्यो। र अझै पनि सिङ्गापुर बनाउन नसके पनि बन्थ्यो आजसम्म, नेपाल बनाउन सके आज बन्थ्यो। तर उहाँ एउटा क्रान्तिको चाहिँ नायक हो जसले गर्नुभयो होला। अब घटना घट्यो, आन्दोलनमा कैयौँले ज्यान गुमाउनु भयो। म ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली, उहाँहरूको परिवारप्रति गहिरो समवेदना, घाइतेहरूप्रति म अत्यन्तै गहिरो प्रेम व्यक्त गर्छु। चाँडै सन्चो हुनुहोस्। राज्यले बोलेका केही कुराहरू छन् भने उहाँहरूलाई दिउन्, उहाँहरूका कुनै बोलेका कुराहरूलाई बाँकी नराखियोस्। तर एउटा कर्म गर्न आम नागरिकले एकताका विश्वास गरेको मान्छे हो उहाँ। अहिले पछिल्लो समय आफ्नै आन्तरिक लडाइँमा रुमलिनु भएको छ तर चाँडै त्यहाँबाट पनि उहाँ निकास भएर देशमा अबका नयाँ पुस्ताहरूलाई, अबका नयाँ जेन्जी पुस्ताहरूलाई अथवा नयाँ लिडरहरूलाई अवसर दिएर प्रचण्ड एउटा इतिहास हो। इतिहासले प्रचण्डबाटै सुरुवात होस् कि नयाँ युवा पुस्तालाई प्रचण्डले सत्ता सुम्पिए, प्रचण्डले नयाँ युथहरूलाई लडाए अरे भनेर सुन्न पाइयोस्। म त्यो रूपमा उहाँलाई बुझ्छु। अर्को पनि छ, अर्को पनि छ। यो अचम्मको नाम ल्याउनु हो त सबै नेताजीहरूको। म फेरि नेताजीहरूको बारेमा सबै नेता मात्रै पनि हुनुहुन्न होला। रवि लामिछाने हजुर उहाँ चाहिँ रिसेन्टली अहिले धरोटीमा रिहा हुनुभएको छ। उहाँ रवि लामिछाने दाइ जुन केस लागिरहेको छ यो चाँडै यो सकियोस् होइन। अलि बढी भगी जस्तो लाग्न लाग्यो क्या बिचरा। अब यो चलिरहेको छ, दोषी भए कारबाही होस्, होइन भने टुङ्गियोस्। प्रक्रिया लामो छ नि, प्रक्रिया लामो भए पनि यस्ता कुराहरूलाई अलिकति फास्ट ट्र्याकमा टुङ्गाउनु पर्छ भन्ने लाग्छ। नेपालको न्यायालय पनि त टाइममा डिसिजन गर्छ भन्ने हुनु पऱ्यो नि त। 1 वर्षसम्म 2 वर्षमा मान्छेलाई थुनामा राखेको छ, डिसिजनै छैन। त्यो पाराले त भएन नि त। त्यस कारणले रवि दाई सही हो या गलत हो समयले न्यायालयले टुङ्गाउला। न्यायालयभित्रको विषयलाई म चाहिँ आफैले डिसिजन गर्न चाहन्न। तर मेरो नजरमा गलत गर्ने मान्छे हो जस्तो मलाई लाग्दैन। उहाँ एउटा मिडिया फिल्डबाट समाजका लागि कर्म गर्न आएको मान्छे, केहीलाई गर्नु पनि भएको छ, कहीको आवाज बन्नु पनि भएको छ होइन। धेरैलाई जीवन बदलिदिनु भयो। अहिले राजनीतिक रूपमा एउटा नयाँ शक्ति निर्माण गरेर एउटा देशको एउटा गरिबिलो शक्ति निर्माण गर्नुभएको छ। अहिले पछिल्लो समय धेरै युवा पुस्ताहरू त्यो पार्टीमा प्रवेश गरिरहेको अवस्था छ। त्यस कारणले मेन लिडर भित्र हुनुहुन्थ्यो तर केही दिन अगाडि मात्रै, हिजो अस्ति मात्रै उहाँ निस्किनु भएको छ। त्यस कारणले आशा छ रवि दाईको घटना चाँडै भएर के हो त सत्य प्रमाणित होस्। सधैँ यत्तिकै यो के हो कसो जस्तो चाहिँ नहोस्। त्यो हुनु भनेको इन्टरनेसनल रूपमा रवि लामिछाने अब सबै देशका लिडरहरूले, नेपाललाई आस्था प्रेम गर्नेहरूले चिनेको लिडरका रूपमा अब भन्दा हुन्छ होइन। अब उहाँ हिजो बाहिर बस्नु होला, मिडियाको क्षेत्रमा हुँदा पनि चिनेको। अब रवि लामिछाने जस्ताहरूको केस छ, टाइममा टुङ्गिन्न भने आम नागरिकको केसहरू कहिले टुङ्गिन्छ भनेर न्यायालयमाथि पनि प्रश्न उठ्छ। त्यस कारणले न्यायालय, हामी सुप्रिम कोर्टलाई, हाम्रो न्यायालयलाई नमाने त हामी कहाँ जाने? हाम्रो आधार, हाम्रो अभिभावक, हाम्रो घर नै त्यही हो। त्यस कारण त्यो घरले हरेक केसहरू, यो मात्रै होइन, आम नागरिकको केस पनि चाँडै टुङ्गाओस्, रवि दाईको केस पनि चाँडै टुङ्गाएर सम्भवतः चुनाव लड्न मिल्ने हो भने चुनाव लड्ने अवसर दिएर एकचोटि दाईलाई हेर्न मन छ। अब एकचोटि दाईको नेतृत्व पनि हेरौँ न त होइन। अब सबैलाई हेऱ्यो, दाईको अब गृहमन्त्री बन्नुभयो, गर्ने प्रयास गर्नुभएको थियो, उप प्रधानमन्त्री बन्नुभयो, एकचोटि रवि लामिछाने प्राइम मिनिस्टर भएको हेरेर दाइले केही गर्नुहुन्छ कि भन्ने आशै त हो। ओके, यसै बिचमा मैले अर्को कुरा सानो प्रसङ्ग जोडिहालेँ। धेरै पपुलर फेसेसहरू, इन्फ्लुएन्सरहरू, जर्नलिस्टहरू, जति पनि मिडिया पर्सनालिटीहरू पनि राजनीतिमा अहिले इन्ट्री गरिरहेको अवस्थामा अर्जुन भुसाल यो ब्रान्ड, यो यत्रो चाहिँ पपुलर फेस कुनै दिन हामीले राजनीतिमा देख्न पाइन्छ कि? अहिले त्यो सोच बनाइन म, अहिले त्यो सोचमा पनि छैन। म अलिक थोरै फरक प्रसङ्गमा छु। पोलिटिक्समा लाग्नेहरूलाई सपोर्ट गर्ने, मैले राम्रालाई गर्छु। म माओवादीभित्रका राम्रा मान्छेहरूलाई सपोर्ट गर्छु। म कुनै दलको सदस्यतामा छैन। म
प्रचण्डले नेतृत्व गरेको पार्टीलाई पनि म सहयोग गर्न तयार छु, राम्रा मान्छेहरूलाई सहयोग गर्न तयार छु, राष्ट्रसभाभित्र भएका राम्रा मान्छेहरूलाई पनि सहयोग गर्न तयार छु। एमालेभित्र, काङ्ग्रेसभित्र, राप्रपाभित्र हरेक राजनीतिक दल छन् नि, ती राजनीतिक दलका राम्रा सक्षम नेतृत्व युथहरूप्रति मेरो सपोर्ट छ, म खुलेरै लाग्छु। तर अब म कहिले पनि पार्टीलाई गलत मानिनँ र हिजोका राजनीतिक नेतृत्वहरूप्रति मेरो कुनै गुनासो छैन के। अब गाली गलौजको राजनीति गरेर काम छैन नि त। अब म हिजोका कम्प्लेन भन्दा पनि सोल्युसन अब हिजोका नेतृत्वहरूलाई धन्यवाद दिएर म उहाँहरूलाई यही बिन्ती गर्छु, प्लिज अब हजुरहरूले आराम गरिदिनुहोस्, राम्रालाई अवसर दिइदिनुहोस्। म उहाँहरूलाई यति भन्छु, म यी दुवै व्यक्तित्वहरूप्रति म सम्मान गर्छु। हजुर। बालेन एउटा नयाँ आशा, सायद आजका दिनसम्म कुनै पनि विषयमा मान्छेहरूले झ्याप्पै जोड्न नसकेको विषय उहाँ खरो रूपमा स्टाटस लेखिदिनुहुन्छ पनि कहिले कहिले होइन, आक्रोश व्यक्त गर्नुहुन्छ। यो शैली हो, तर केही गर्न सक्ने व्यक्तिका रूपमा अहिले युवा पुस्ताले रोजेको व्यक्ति कोही छ भने बालेनलाई एउटा निर्विकल्प के अब उसले गर्न सक्छ भन्ने छ। म चाहन्छु उहाँले जुन सुधारका अभियानहरू राजधानीमा गर्दै हुनुहुन्छ, देशको मेन ठाउँको राजधानीको मेयर हुनुहुन्छ र आशा छ उहाँ लिडर बनेर आम नागरिकसँग जोडिएको देख्न चाहन्छु। अलिकति सबैलाई भेटघाट गरेर चाँडै नै ल बालेन पनि खुलेर राजनीतिमा आयो अरे भनेर चाहिँ देख्न मन छ। त्यही त उहाँको चाहिँ अलिकति मेन स्ट्रिम पोलिटिक्समा चाहिँ त्यति इन्ट्रेस्ट नभएको हो कि भन्ने त्यही नै कन्फ्युज हो। त्यो कन्फ्युज हो भने त्यो हुनु भनेको दुःखद हो। उहाँ एउटा आशा हो, केवल उहाँ मेयर मात्रै होइन नि त। अब मेयर त बन्नुभयो, राम्रो गर्नु भएको छ, अब कार्यकाल पनि केही बेरमा सकिन्छ। अब पटकबाट मेयर दोहोरिने कि भावी नेतृत्वमा जाने भन्ने हो। आएको प्रधानमन्त्री पद पनि त छोड्नुभयो बिचमा, त जेनजी आन्दोलनको लागि प्रधानमन्त्री भनेर केही तयारी होला पनि। ठिक छ, म चाहन्छु उहाँ पनि केही हो, उहाँहरू नयाँ सबैजना मिलेर केवल मनमा देश राखौँ, व्यक्ति कसैले पनि नसोचौँ। मैले बालेनको भिजनलाई मान्ने हो, मैले रविको भिजनलाई मान्ने हो, प्रचण्डको भिजन, केपीको, शेरबहादुरको, जसको पनि भिजनलाई मान्ने हो नि त हामीले त। सबैका राम्रा भिजनहरू आउन्, सबै मिलिदिनुहोस्, नलडौँ। लड्दै देश त आज यहाँसम्म पुग्यो। कैयौँ युवाहरू आज विभिन्न देशहरू गइसके, अझै पनि जाने तर्खर गर्दैछन्। उनीहरूलाई रोक्न चाँडै नै हामी सोचिएन भने ठुलो दुर्घटना निम्तिन्छ। यो पीडा हो, भोलि राजनीति गर्ने ठाउँै रहन्न के, जल्दै नरहेछ कहाँ गर्ने त। त्यस कारणले प्लिज लिडरहरू मिलिदिनुहोस्, विगतलाई छोडिदिउँ। अब गलत भ्रष्टाचार गरेका गतिविधिहरूका कारबाही त हुनु पर्यो। यो भ्रष्टाचार गर्ने जस्तो अपराध केही पनि होइन, तर अरू विषयमा कोट्टाएर राजनीतिक अतिरञ्जित नगरौँ भन्ने मेरो बुझाइ हो। बालेन आशा हो, बालेन हाम्रो आशा हो, केही गर्नुहुन्छ उहाँले है, पक्कै पनि जय होस्। यसै गरी अर्को नाम आयो केपी ओली। केपी ओलीको नाम आयो। केपी ओली एकदमै कस्तो नि खरो मान्छे, गर्न सक्ने मान्छे हुनुहुन्छ होइन। उहाँले अब विश्राम लिँदा पनि हुन्थ्यो, म उहाँलाई त्यति भन्छु, अब विश्राम लिनुहोस्। तेस्रो पटक उहाँले चाहिँ पार्टीको नेतृत्व अब चुनाव जित्नु हो, पाउनु भएको छ, हेर्दाखेरि गर्न सक्ने पनि लाग्छ। तर अब धेरैचोटि उहाँलाई पनि सबैले विचार गरेको अवस्था रह्यो नि त होइन। उहाँले विगतमा नाकाबन्दीका बेलामा गरिरहेका कर्महरू होइन, राष्ट्रियताका विषयमा उठाएका आवाजहरूप्रति म गर्व गर्छु, सम्मानै गर्छु होइन। जेनजी मुभमेन्टमा जुन घटना नहुनु पर्ने थियो उहाँको कार्यकालमा, उहाँ प्रधानमन्त्री कार्यकालमा हुनुहुन्थ्यो, कतै राज्य चुक्यो या कुछ चुक्यो, हामीले अनाकमा हाम्रा भाइ बहिनीहरू गुमायौँ, हाम्रा परिवारका सदस्यहरू गुमायौँ। एउटा राज्यको अभिभावकका हिसाबले जिम्मेवारी त उहाँको काँधमा पनि त छ, अभिभावकलाई त भन्ने हो नि त। अब कसले गर्यो, कताबाट भयो, तर राजनीतिक नेतृत्वको जिम्मेवारीमा तपाईँ हुनुहुन्थ्यो। तपाईँकै बेलामा त्यस्तो दुःखद घटना घट्यो। अब अलि बेलैमा सुझबुझपूर्ण रूपमा हजुरहरूले अपनाइदिएको भए त्यो घटना घट्थेन कि भन्ने आम नागरिकको बुझाइ छ। त्यस कारणले अब मिल्छ भने नयाँ पुस्ताहरूलाई साथ दिनुहोस्, नयाँ पुस्ताहरूलाई अघि बढाइदिनुहोस्। आउन चाहिरहेका फुलेका फुलहरूलाई चाहिँ पक्रिन फुल नदिनुहोस्, नरोकिदिनुहोस्। तपाईँले जति गर्नुभयो धन्यवाद। अब योभन्दा मैले केही भन्दिनँ। तपाईँले नयाँ आशाहरूलाई मर्न नदिनुहोला, एमाले भित्र भएका नयाँ किरणहरूलाई पनि अघि बढ्न दिनुहोस्। एकदम राम्रो, शुभकामना। नेक्स्ट सुशीला कार्की। होइन यो सबै नाम चाहिँ हाई लेभलकै मान्छेको नाम आइरहेको थियो सबैको होइन। तपाईँले बोल्ने जति पनि वाक्यांशहरू छ यो आम जनताले पनि सोचेकै कुरा बोल्नुहुन्छ। तपाईँ भनेको एउटा जनताको आवाज पनि हो अर्जुन। सुशीला कार्की त्यो हिसाबले गर्दा यहाँ चाहिँ अर्जुन भुषाल मात्रै बोलेको छैन। मैले एउटा समग्र रूपमा समाजको विषय बोलेको छु। म कसैप्रति सबैलाई सम्मान छ, म व्यक्तिगत रूपमा कसैप्रति केही पनि छैन। सुशीला कार्की सबैको आमा, अहिले देशको आमा, अहिले कठिन मोडमा देशको एउटा नेतृत्व सम्हाल्नु भएको छ। एउटा न्यायालय सम्हालेको आमा, जसले न्यायालयबाट आज कैयौँ न्यायहरू दिनुभयो। हिजो रविदाईकै शब्द एउटा सापटी चाहिँ लिन चाहन्छु भन्नुभएको थियो कि अब देशलाई न्याय दिने बेला आएको छ। तपाईँले हिजो एउटा सुप्रिम कोर्टबाट न्याय दिनुभयो होला, अब देशै हाँक्ने न्याय दिने बेलामा आउँदै गर्दा
कति पनि विचलित नहुनुहोला, समयमै चुनाव सम्पन्न गराउनुहोला र आफ्नो इतिहास जुन हजुरले एउटा कठिन मोडमा लिएको जिम्मेवारी पुरा गरेर नयाँ पिँढीलाई अब सत्ता हुन त अब चुनावी म्यान्डेटबाट जो आउँछ त्यसलाई नै दिने हो। त्यस्तो चुनावी म्यान्डेटबाट आइन्जेलको कार्यकालसम्म कर्म गरेर हजुरले बिदा हुनुभयो भने सायद इतिहासले हरेक दिन तपाईँलाई सम्झिनेछ। त्यस कारण तपाईँ आमा हो, आमाको काखमा देश आएको छ, सन्तान पनि आमासँग गएर रुन्छन् होइन। देश पनि अहिले रोइरहेको बेलामा आमाको साथमा देश पुगेको छ, आमासँग देश छ। आमासँग भइरहेको बेलामा पक्कै पनि यो मेरो देशले दुःख पाउँदैन। त्यस कारण आशा गरौँ महान आमा सुशीला कार्की हजुरले यो देशलाई खुसी दिनुहोस्, म यो कामना गर्छु। नेक्स्ट एकदम राम्रो शेरबहादुर देउवा होइन, मेरोमा त सबै चाहिँ शेरबहादुर देउवा एकदमै हिजोको त बेलाको एउटा विद्रोह, हरेक आन्दोलनको एउटा नेतृत्वकर्ता, एउटा ठुलो राजनीतिक दलको एउटा अध्यक्ष पनि हुनुहुन्छ उहाँ। अब उहाँलाई पनि म आग्रह गर्छु, सभापति, काङ्ग्रेसमा सभापति भनिन्छ, अरूमा अध्यक्ष भनिन्छ क्या। अब उहाँलाई म आग्रह गर्छु, आराम गरिदिनुहोस् हजुरहरू होइन। हजुरले गर्नुभयो, धेरै गर्नुभयो, गरेका कुराहरूलाई सम्मानै छ। कति कुरा हजुरहरूले जान्नुभयो, जान्नु भएन, राजनीतिक लडाइँ कठिन मोड थियो होला, देशका आन्तरिक कुराहरू मलाई पनि त थाहा छैन, भित्री गहिराई त म बुझ्दिनँ, हाम्रो देश कहाँबाट कसरी परिचालित छ मलाई पनि त थाहा छैन, गहिराईमा त म छैन। कठिन थियो होला, तपाईँहरूलाई पनि एकचोटि पाएको अवसरमा मुलुकका लागि केही गरौँ भन्ने त हुनुपर्ने एउटा कुनामा त हुन्छ नि त। तर कता कताबाट चाहेको जस्तो मुलुकको विकास भएन। हिजोको एउटा कठिन मोडबाट देश त यहाँसम्म आयो, त्यसको लागि धन्यवादको पात्रै हुनुहुन्छ। तर पछिल्ला वर्षहरू जसरी देशले अलिकति अस्तव्यस्त रूपमा समय बेहोर्यो, यसमा कता कता सबैको सहभागिता, सबै राजनीतिक नेतृत्वको सहभागिता हो जस्तो लाग्छ। त्यस कारणले हजुरले गरेका कर्महरूलाई सम्मान। अब धेरै पटक प्रधानमन्त्री बन्नु हो, काङ्ग्रेस एउटा गर्विलो पार्टी, एउटा पुरानो पार्टी, लोकतन्त्रमा विश्वास गर्ने पार्टी, समाजवादलाई अङ्गीकार गरेर हिँडेको पार्टी, प्रजातन्त्रलाई विश्वास गर्ने पार्टी, यो पार्टीको एउटा सभापतिले अब यो जेनजी मुभमेन्ट पनि भयो। अब नयाँ पुस्तालाई सत्ता हस्तान्तरण गर्नुहोस् भनेको पार्टीको नेतृत्व हस्तान्तरण गर्नुहोस्। एउटा अभिभावकको रूपमा एउटा संरक्षक भएर बस्नुहोस्। बस्दा फेरि पुराना कमी कमजोरी कसरी गरेका रहेछन् भने उनीहरूको कमी कमजोरीलाई उजागर गर्न जुट्नुहोस्। यही नै आग्रह गर्छु। हिजोको दिनमा दुःख गरेका पात्रहरू उहाँहरू होइन, अहिले अब गाली गरिहाल्दिनँ, तर गर्न सक्नुहुन्थ्यो उहाँहरू। मानौँ न प्रचण्ड, शेरबहादुर देउवा, केपी शर्मा ओलीहरू मिलिदिएको भए देश कहाँ पुग्थ्यो। उहाँहरूले राजनीतिक आस्थाभन्दा माथि उठेर मुलुक सोचिदिएको भए, सोच्नु त सोच्नुभयो होला, तर कहाँ लरबरिनु भयो थाहा छैन। तर अब भर्खरको म फुच्चेले उहाँहरूलाई सिकाउन त्यो ल्याकत राख्दिनँ, तर म एउटा युवा, बुझेको युवाका हिसाबले भन्न सक्छु मेरो देशको हालत खत्तम छ। अहिले काठमाडौँ जाने, मेरो चितवनदेखि काठमाडौँ जाने रोड 140 किलोमिटर हिँड्न म चाहिँ अघिल्लो दिन झोला प्याक गर्नुपर्छ, 8-10 घन्टा लाग्छ। यहाँ त अस्ट्रेलियामा 60-70 किलोमिटर त नर्मल, 100 किलोमिटर त मान्छे त अफिस गएर रिटर्न भइराखेको हुन्छ। 150 किलोमिटर देशको राजधानी जाने हालत त्यस्तो छ। प्लिज नेतृत्वज्यूहरू के गरिदिनुहोस् तपाईँहरूले, ल गर्छौँ हामी, दिनुहोस् हामी गर्छौँ भनेर कमिटमेन्ट गरेर यति वर्ष समयमा गर्छौँ भनेर गर्ने गरी जानुहोस्, होइन भने नयाँलाई दिनुहोस्। नयाँ गर्छु भनिरहेका छन्, दिनुहोस्। हजुरहरू अभिभावक भएर बस्दिनुहोस्। हजुरलाई अब यो देशले अभिभावकको रूपमा खोजिरहेको छ। नेक्स्ट अझै नाम धेरै छैन, बाँकी छैन धेरै। धुर्मुस मसँग जोडिएकै दाइ आउनुभयो। यहाँ अलिकति मैले यो कुरा प्रसङ्ग पनि धुर्मुसजीसँगको हजुरको 3 वर्षसम्म रेगुलर जुन चाहिँ अन्तर्राष्ट्रिय स्तरको एउटा चाहिँ स्टेडियम बनाउने भनेर लाग्नुभयो उहाँ होइन, र अहिले अमेरिकामा हुनुहुन्छ यति बेला। धुर्मुस दाइ उहाँलाई चाहिँ कसरी सम्झिनुहुन्छ? उहाँ मान्छे अलिकति अचम्मको मान्छे, मनको सफा मान्छे। समयले ठग्यो, अहिले उहाँलाई अन्धकार छ, उहाँले बाहिर उज्यालो देखे पनि अँधारै देख्नुहुन्छ। सायद मनको सफा मान्छे जसलाई मैले 3 वर्षसँगै सङ्गत गर्ने अवसर पाएँ। मेरो जीवनको एउटा त्यो ब्युटी हो, त्यो एउटा टर्निङ पोइन्ट जस्तो मान्छु। ताईको कारणले पनि मेरो जीवनमा धेरै खुसीहरू, मेरा कर्महरूमा कैयौँ मान्छेहरूसँग मेरो सम्बन्ध बढ्ने अवसर पाएको छ। त्यही हो, एउटा ठुलो प्रोजेक्ट आँट्यो, अलिक बढी महत्त्वकाङ्क्षी भयो भन्ने कुराले उहाँलाई अहिले भनिन्छ। हजुर, तर त्यतिखेर उहाँलाई म छु तेरो पछाडि भनेर भन्नेहरू पनि राज्य सत्तामा बस्नेहरू नै थिए। राज्यका नेतृत्वहरूले नै धुर्मुसले आँटिरहेको अभियानलाई उद्घाटन गरेका थिए। राज्यसँगै छ धुर्मुस सुन्तली तिमीहरूको साथमा भनेर राज्यले गर भनेर आँट दिएको थियो। भरतपुर महानगरले जग्गा उपलब्ध गराइदियो। कृषि क्याम्पसको जग्गा पनि धुर्मुसले गएर खोसेको होइन, महानगरले दिएको हो। महानगरले त रामपुर कृषि क्याम्पससँग लिएर महानगरले धुर्मुससँग एग्रिमेन्ट गरेको हो। धुर्मुसले रामपुर कृषि क्याम्पससँग एग्रिमेन्ट गरे होइन, या त धुर्मुस भनेको धुर्मुस सुन्तली फाउन्डेसनले होइन। त्यस कारणले ठग्यो समयले।
तर एउटा इतिहास रचेको छ दाइले। म दाइप्रति गर्व गर्छु। उहाँसँग हजुरले क्लोजली काम गर्नुभयो। एकदमै। अहिले रिसेन्टली उहाँ अमेरिका गइसकेपछि तपाईँको कुनै संवाद भएको छ? होइन, जाने बेला अगाडि कुरा भएको थियो, त्यसपछि मेरो कुरा भएको छैन। जाँदै हुनुहुन्छ भन्नेमा थाहा थियो मलाई। तर उहाँ बाध्यताले, छोरीको अवस्था दर्दनाक अवस्था छ, पीडादायक अवस्था छ। एउटा मान्छे भएर त बाँच्न पाउँछ नि त, होइन र? पायो नि त। उसले भन्दैछ मैले गलत गरेको भए मलाई थु न राख, मैले 1 रुपियाँ खाएको रहेछु भने मलाई सिद्धाइदेऊ, नभए न्याय देऊ। त्यो पनि छैन। कसैले प्रुभ गर्न सकेन कि धुर्मुसले पैसा खाएको छ, धुर्मुसले त्यहाँबाट लुट्या रहेछ भनेर कसैले भन्न सकेन। त्यसपछि उसले एउटा राज्यको सिस्टमले कुनै कानुन उल्लङ्घन गरेर होइन, एक्स्ट्रा अर्डिनरीको भिजालाई ट्राई गर्नुभयो। छोरीको उपचारका लागि पनि होला, जान्छु सेफ होला, भोलि खर्चिलो छ भन्ने हिसाबले गर्नुभयो। दियो राज्यले। त्यो एउटा अलि असाधारण क्षमता भएका मान्छेहरूलाई दिने भिजा हो। त्यसमा उहाँहरूले पाउनुभयो, जानुभयो, गर्नुभयो। अहिले पनि फेरि उहाँ गएर उहाँ बस्ने जस्तो पनि होइन। उहाँ केही समय लाग्यो तर आउनुहुन्छ। तर उहाँ अहिले 18 करोड ऋणको भारी बोकेर मुलुकको एउटा काम गर्छु भन्दा पीडामा तडपिएर डिप्रेसनमा पुगेर परिवारका मान्छे सुसाइड गर्ने अवस्थामा पुगेको अवस्था छ। त्यो कसले बुझिदिने, कसले सुनिदिने? आज बोल्दा नराम्रो भइन्छ, यही कुरालाई कोट्टाउने भने 2-4जनाको नराम्रो भइन सकिन्छ। तर धरातल ग्राउन्डमा तल एक्चुअली सबैले सम्झौँ कि म माटोमा मिसिनुपर्छ, हामी उठिसकेपछि झर्नुपर्छ, जन्मेपछि मर्नुपर्छ भन्ने बिर्सेर छातीमा हात राखेर भनौँ त वास्तवमा धुर्मुस गलत हो त। गलत हो भने ऊ गलत हो भनेर बोल्न त थाल्छु भोलिदेखि नै, प्रमाणित गरिदिउँ न त त्यसो भए। तर होइन, तर उसलाई त्यही हो, ठुलो आकाङ्क्षा गर्यो। अब आँट दिए होला भन्यो। क्रिकेटको अवस्था त्यस्तै बन्या थियो। हजुर, आँट्नु भयो दाइले। तर अफसोस कोभिडको महामारी, विभिन्न पीडा, कति धेरै कन्स्ट्रक्सनको कामहरू बोलेका मान्छेले पैसा सर अब 18 करोड ऋण छ, बोलेका मान्छेको 30 करोड पैसा उठ्न छ। 30 करोड रुपियाँ पैसा दिन्छु भनेका मान्छेहरूले दिनुपर्ने छ। विभिन्न संस्थाको पैसा 30 करोड उठ्दैन। 30 करोड रुपियाँ उठ्ने आशामा 18 करोडको सामान ल्याउनु कि पाप हो र? आशा छ उहाँको यो केस पनि छिटै चाँडै अन्त्य होस्, चाँडै अब यो बनोस्। पहिलो कुरा त धुर्मुस दाइले पनि भन्नुहुन्छ अझै 2वटा बाँकी रहेछ है। म उम्किए पनि नउम्किए पनि हजुर स्टेडियम चाहिँ बनोस् भनेर आशा छ छिटै नै त्यही नै हो। उठ्दैछ। दाइ आइडल हो। दाइ नयाँ एउटा सोसियल मुभमेन्ट, नेपालमा सोसियल मुभमेन्ट सिर्जना गर्ने मान्छे हो। सामाजिक सञ्जालका माध्यमबाट जति सामाजिक कर्महरू भए नेपालमा त्यो अभियानको सुरुवातकर्ता हो धुर्मुस। यो चाहिँ कसैले भुल्नु हुँदैन। भूकम्पपछि यो नेपालमा अलि सोसियल मुभमेन्टहरू सोसियल मिडियाबाट सुरुवात भएको, त्यसको एउटा नेतृत्वकर्ता हो धुर्मुस। धुर्मुस एउटा इतिहास हो र वर्तमानमा पनि यो नाम गर्वका साथ खोजिनेछ, समय आउँछ। ज्ञानेन्द्र शाह यस्तो पनि मान्छे, उहाँ अब राजा यो हिसाबले भन्दा पनि शालीन मान्छे। राजा त कति देशका मान्छे राजाहरू त भागिरहेछन् नि, होइन? कता कता देशै छोडेर गएर अन्त बस्छन् नि। तर उहाँ हाम्रै देशमा त्यही विभिन्न ठाउँमा कहिले कता मन्दिरतिर पुग्नुहुन्छ, आफ्नै शैलीमा हिँड्नुहुन्छ। यो मेरमा पनि ड्राइभ गर्नुहुन्छ, आफै गाडी चलाएर हिँड्नुहुन्छ, होइन? अचम्मको मान्छे। अब राजनैतिक रूपमा उहाँलाई कसैले कसरी बुझ्छन् म जान्दिनँ सबैको कुरा। हिजो उहाँ हुँदाखेरि यो खालका सबै नेतृत्वहरू सबै आउँथेन थाहा छैन आम नागरिक। तर राजा हुँदा भएका विकासहरूलाई पनि हामीले नजरअन्दाज गर्नुहुन्न। म सम्मान गर्छु। उहाँहरूले पनि केही समय एउटा देशलाई हाँक्नुभयो, पछि सहर्ष दिनुभयो। जनआन्दोलन एउटा आन्दोलन भयो, केही जनताको पछि 19 दिनको आन्दोलनमा उहाँले राज्य सत्ता नै यत्रो वर्षको आफ्नो सत्ता नै सुम्पिनुभयो, छोडिदिनु भयो, राजगद्दी नै त्यागिदिनु भयो। नारायण हेटी सङ्ग्रहालय बन्यो, होइन? उहाँ यता आउनुभयो। तर त्यसपछि राजाले के गर्लान् भन्ने प्रश्न धेरैलाई उठ्यो। देश छोड्लान्। अब राजाहरू त आनन्दले गएर आलिसान महलहरूमा अन्तै गएर बस्लान्। तर त्यसको उल्टो बनिदिनु भयो उहाँ। अहिले त्यही माटोमा हुनुहुन्छ, देशमै हुनुहुन्छ, सायद विदेशका कार्यक्रममा भन्दा नेपालमै बस्नुहुन्छ, मठ मन्दिर पुग्नुहुन्छ, आफ्नै शैलीमा हिँड्नु भएको छ। त्यस कारणले उहाँले के म्यासेज दिनुभएको छ भने राजाले त यत्रो वर्ष शासन गरेको मुलुकलाई छोडेर सामान्य जीवन त्यसरी जिउन सक्छ भने अहिले राजनैतिक नेतृत्वमा आबद्ध नेतृत्वहरूले पनि यसरी नै राजाले छोडे जस्तै छोडिदिएर उहाँबाट केही सिक्ने कुरामा उहाँ जस्तै साधारण बन्न सकिँदो रहेछ नि त। त्यस्तै नेतृत्व अहिलेका राजनेताहरू भनिएका छन्, ठुल्ठुला पार्टीका शीर्ष नेताहरूलाई तपाईँहरूले पनि छोडिदिएर राजा जस्तै तपाईँहरू बस्नुहोस्, मठ मन्दिर घुम्नुहोस्, बेला बेलामा जानुहोस् र नयाँ पुस्तालाई ल्याइदिनुहोस्। म यही आग्रह गर्छु। राजाप्रति विगतका कर्महरूलाई सम्मान, जसरी अहिले आफ्नै माटोमा देशमै हुनुहुन्छ नि, त्यो विषयमा उहाँलाई म गर्व गर्छु। कति त भाग्छन् नि, फर्केर राजगद्दीमा पुग्ने चान्सेस कतिको देख्नुहुन्छ? यो अवस्थामा अलिक गाह्रो होला कि गाह्रो होला। पर्फेक्ट, नेक्स्ट। यो अवस्थामा अलिक गाह्रो होला। आई थिङ्क अब 2टा मात्रै बाँकी छ। धेरै नै ल्याउनु भएको छ। हर्क साम्पाङका विषयमा एउटा आइडल, रमाइलो मान्छे।
हजुर मनको प्याट्ट बोलिदिने, कर्ममा विश्वास गर्ने, मनमा पाप छैन त्यो मान्छेको पनि, हर्क सम्पाङ मनमा पाप राख्ने मान्छे होइन्छ भन्ने मैले बुझेँ। कर्म गर्दै हुनुहुन्छ। अहिले श्रम संस्कृति पार्टी के अहिले देश दौडामा हुनुहुन्छ, कता बुटोलतिर कता कता देख्दै थिएँ। हजुर जे होस्, कस्तो देख्नुहुन्छ उहाँको आगामी निर्वाचनमा? अभियान राम्रो छ। म उहाँहरू सबैलाई आग्रह गर्छु, निर्वाचनमा कस्तो रिजल्ट लिएर आउनुहुन्छ होला? रिजल्ट यही पाराले जाने हो भने सीमित सिट जित्नु होला। हजुर त्यो फरक पाटो रह्यो, तर अब सीमित सिट जितेर मात्रै पनि हुनेवाला छैन। यहाँ देशले जित्नुपर्ने अवस्था छ, देशलाई नयाँ एउटा अभियानमा लग्नुपर्ने अवस्था छ। 2/3 सरकारको आवश्यकता छ। संविधान के मान्दैन भनेर संविधानै खारेज गर्दाखेरि देश झन् अनिश्चित सङ्कटमा जाने अवस्था छ। यही संविधानको धारामा टेकेर जाँदा संविधान संशोधन गर्नुपर्ने अवस्था छ, जसका लागि के संसद पुनर्स्थापना हो। अब संसद पुनर्स्थापना सम्भव छैन। अब संसद पुनर्स्थापना यद्यपि कतिपय ठुला दल भनिएकाहरूले पनि यसमा आवाज उठाइरहेका छन्। अब त्यो त एउटा कुरामा, यो कुरामा म मान्न तयार छु। संसद पुनर्स्थापना गरेर संविधान संशोधन हुनु पर्यो। संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपति प्रधानमन्त्री जनताबाट निर्वाचित प्रत्यक्ष प्रधानमन्त्री बनाउने संशोधन गर्ने भने प्रत्यक्ष निर्वाचित गराउन त, इट्स ओके होइन। अब हामीलाई प्रदेश सभाहरू किन चाहिएको छ र? होइन, सीमित उसमा पनि त चलाउन सकिन्छ। नेपालको कन्टेक्समा धेरै स्टेटहरू पनि त्यस्तो लौ भन्ने पनि त छैन, होइन, सानो एरिया छ। त्यस कारण संसद पुनर्स्थापना यो मानेमा गर्ने, जुन मानेमा संसद पुनर्स्थापना गर्दा सबै राजनीतिक नेतृत्वहरूको एउटै धारणा बनोस् कि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, त्यो निर्णय हुन्छ। 2-4 अरू त्यस्तै खालका संशोधनहरू हुन्छन् भने मान्न तयार, तर संसद पुनर्स्थापना गरेर फेरि पुरानै संरचनामा देश जान्छ भने त किन आवश्यकता? चुनावी नयाँ म्यान्डेट आउँछ, जुन म्यान्डेट आउँछ त्यसले नेतृत्व गर्छ। त्यस कारण अब चुनावी म्यान्डेटमा चुनावमा जाँदै गर्दा म्यान्डेट पनि त 2/3 आउनु पर्यो, बहुमत पनि त आउनु पर्यो। त्यो बहुमत आउन अब हर्क सम्पाङको एउटा, कुलमानको एउटा, रविको एउटा, बालनको एउटा, अरू पार्टीका अनेक गरेर जाने हो भने त कसरी मुलुक बन्छ? त्यस कारणले भिजन एउटै छ, देश बनाउने सोच हो, देशमाथि हो भने त प्लिज राजनीतिक आस्थाभन्दा एकचोटि यहाँ उठिदिनुहोस्, सबैजना मिलेर देश बनाइदिनुहोस्। म त माओवादीलाई पनि त्यही आग्रह गर्छु, प्लिज मिलिदिनुहोस्। एमाले एकचोटि देश बनाऊ, देश नत्र रित्तिनेवाला छ। म यही रिक्वेस्ट गर्छु। यसै अर्को अन्तिमै नाम, अन्तिम नाम छ, कसको नाम ल्याउनु भयो? कुलमान घिसिङ। हजुरले एकदमै सिलेक्टेड व्यक्तिहरूको नाम राख्नु भएको रहेछ, जुन अहिले पपुलर फेसेसहरू। पपुलर फेस कुलमान घिसिङ, उहाँ काम गर्ने मान्छे हो होइन, काम गर्नुहुन्छ, खटिनु भएको छ। अहिले पनि 2-4 मन्त्रालयको जिम्मा लिनु भएको छ होला। अहिले खटिरहनु भएको छ, कता कता दाउन्डेको बाटोतिर देखिरहेको थियो भिडभाडमा। बनाउँछ कि बनाउनुहोस्, नत्र पनि यो धरतीमै रहन पाउनुहोस् भनेर भन्नुभएको थियो। तर त्यो कतिले बुझ्नु भएन। धरतीमै भनेको तिम्रो कम्पनी नै रहन दिन्न भन्ने हिसाबले दिनुभयो। मान्छेलाई नि त उहाँले सिद्धाउँछ भन्नुभयो, गलत इन्टेन्सनले पके पनि होइन, तर उहाँ काम गर्न चाहने मान्छे हो। देश बनाउने प्रण चाहिँ उहाँसँग छ जस्तो अति राम्रो छ, कुनै विवाद छैन, कसैले केही भन्ने ठाउँ छैन। तर उहाँलाई पनि मेरो आग्रह, फेरि एउटा दोकान खोलेर अर्कोले अर्को दोकान खोलेर होइन, दोकान भन्दा पनि एउटै ठाउँ बनाउनुहोस्, एउटा मञ्च बनाउनुहोस्। होलसेल भन्दा दोकानतिर नजाउँ, सुपर मार्केट फेरि नेगेटिभ म्यासेज जाला, दोकानतिर नजाउँ, एउटै बनाउनुहोस्। सोसियल काम गर्ने एउटा मञ्च बनाउनुहोस्। यो समाज सेवा, सामाजिक कर्म त हो नि त, होइन? एउटै मञ्च बनाएर तपाईँहरू सबै मिल्नुहोस्। पुराना पार्टीभित्र भएका राम्रा मान्छेहरूसँग पनि मिल्नुहोस्। पुराना पार्टीहरूसँग रिसाउनु पर्ने छैन। त्यहाँका राम्रा मान्छेहरू सबै मिलेर एकचोटि देश बनाउने अभियानमा जुटौँ। अब हामी 20-30 वर्ष ध्यान दिएर देश बनाउने अभियानमा लाग्यौँ भने कता न कता देश बदलिन्छ। र हाम्रै पालामा 30 वर्ष भयो, अबको 30 वर्ष भयो, 60 वर्ष भन्छ। 60 वर्षमा मुलुक विकास भएको देखियो भने मेरो छोरीले यो समाज राम्रो देख्छ कि भन्ने आशा छ। फेरि अस्ट्रेलियाबाट गइसके पछाडि चाहिँ यस्तो रहेछ, अस्ट्रेलिया चाहिँ यसरी बनिरहेछ भनेर तपाईँले कसरी फेरि युवाहरूलाई के म्यासेज दिन चाहनुहुन्छ? अस्ट्रेलियाको कथा पनि त बेग्लै छ। अस्ट्रेलिया पनि होइन, अझ कुनै देशका कैदीहरूलाई ल्याएर छाडिएर यो धेरै उसबाट यहाँका समुदाय पुराना उनीहरूलाई के भन्छ भने के समुदाय थियो मैले ठ्याक्कै याद गरेन, उनीहरूलाई एबोर्जन भन्छ। उनीहरूलाई चाहिँ कतिलाई मारियो पनि, त्यतिखेर मरे पनि होइन। अहिले पनि यहाँका उनीहरूलाई अति सम्मान गरिदो रहेछ कि त्यो समुदायलाई। हरेक पेपरमा लेखिएको छ आर्यु भनेर सोधिदो रहेछ होइन। हरेक उसमा उनीहरूलाई मासिक रूपमा स्यालेरी पठाइएको छ। अहिले हरेक झन्डा कुनै गभर्मेन्टमा होस् अथवा उनीहरूको झन्डा पनि राखिएको छ। त्यो खालको रेस्पेक्ट गरिएको छ। यो देश पनि बनाइएको हो, कोही कतैबाट आएर बनाइदिए, बन्यो नि त, सम्भव रहेछ नि त। यो मरुभूमि हो नि त, मरुभूमि हो, समुद्रको बिचको मरुभूमि हो। यो पनि त माथिबाट यो फालेर यो उमारे जस्तो लाग्छ यो बोट बिरुवाहरू सम्भवतः, मैले यसो बुझेअनुसार। त्यस कारण सम्भव रह्यो। हाम्रो त नेचुरल छ, हामी त आफैमा हराभरा छौँ होइन। थोरै हाम्रो अलिकति रोडहरू राम्रोसँग डेभलप हुन सक्ने हो भने धेरै सम्भावना छ। नेपाल सुन्दर छ, त्यही हो। ओल्डभरि पुग्नलाई पनि चाहिन्छ, सामुद्रिक सतह पनि चाहिन्छ। त्यो त हामीमा छैन, तर नभए पनि हामीमा अरू धेरै प्रचुर सम्भावनाहरू छन्। अग्लो सगरमाथा छ,
शान्तिको महान अग्रदूत गौतम बुद्ध जन्मिएको देश हो हाम्रो देश, पशुपतिनाथको देशको हो नागरिक हामी, हरेक कल्चर मान्ने समाजका नागरिक हो हामी। हाम्रो समाजमा हरेकलाई सम्मान छ नि, मुस्लिमलाई पनि सम्मान छ, चौधरी समुदायलाई पनि सम्मान छ, किराँत समुदायलाई पनि सम्मान छ। हाम्रो देशमा मुस्लिम हिन्दू भनेर लडामात त छैन नि त। त्यो खालको एउटा मिलेर बसेको सोसाइटी छ। त्यस कारण त्यो सोसाइटी बनाउने अभियानमा म जुट्न आग्रह गर्छु। अस्ट्रेलियाबाट सिक्नुपर्ने कुरा, कर्म गर, काम गर, अनुशासित भएर कर्म गऱ्यौ भने तिमी जहाँ पनि जित्छौ भन्ने कर्म चाहिँ अस्ट्रेलियाले दिएको छ। यहाँ काम गऱ्यौ भने काम गर्नुपर्छ, जीवन खुसी नै हुन्छ कि। अन्तमा ग्रेस इन्टरनेसनल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्रेजेन्ट्स जी टक्समा आज हामीसँग अर्जुन भुषालसँगको पडकास्ट चाहिँ अफिसियली यहीँ एन्ड हुन गइरहेको छ। अन्तिममा ग्रेसलाई आगामी दिनको धेरै धेरै शुभकामना। सामाजिक उत्तरदायित्व जिम्मेवारी वहन गर्नु भएको छ। शैक्षिक क्षेत्रको रूपमा एउटा अस्ट्रेलिया आएर अझ बुझ्न पाएँ, एउटा अग्रणी संस्थाका रूपमा स्थापित भएको रहेछ। यो टिमलाई बधाई। समय दिनुभयो, थ्याङ्क यू सो मच। जय होस्, थ्याङ्क यू।